Welcome to online session. Today we have to look chapter 2. Chapter 2 मा चाहिँ ह्युमन पर्फर्मेन्स एन्ड लिमिटेसन्सको बारेमा चाहिँ हेर्नेछौँ. सो रियल फिल्डमा रियल मेन्टेनेन्स इन्भाइरोमेन्टमा चाहिँ यो च्याप्टर 2ले चाहिँ कसरी इम्प्याक्ट चाहिँ गरिरहेको हुन्छ मेन्टेनेन्समा. सो च्याप्टर 2 मा चाहिँ पर्फर्मेन्स एन्ड लिमिटेसन र क्यापेबिलिटीको कुरा छ जुन चाहिँ फिजिकल रिलेटेड हो. जस्तै इक्जाम्पलको लागि यो यो च्याप्टरभित्र चाहिँ हामीले स्टडी गर्नुपर्ने चाहिँ कुरा के हो त, भिजनको बारेमा, इयरको बारेमा र हाम्रो मेमोरीको बारेमा चाहिँ कुराहरू चाहिँ हेर्नुपर्छ. यिनीहरूमा चाहिँ कसैको भिजनको समस्या छ भने मेन्टेनेन्समा डाइरेक्ट इम्प्याक्ट गर्छ. कसैलाई हेयरिङको समस्या छ भने मेन्टेनेन्समा डाइरेक्ट इम्प्याक्ट गर्छ. हेयरिङको समस्या भयो भने कम्युनिकेसन्समा प्रब्लम आउन सक्छ. भिजनको प्रब्लम भयो भने इन्स्पेक्सन गर्ने समस्याहरू आउन सक्छ. एन्ड मेमोरीको ल्याक अफ मेमोरी हुनसक्छ. मेमोरीको समस्या भयो भने हाम्रो सर्ट टर्म वर्किङ मेमोरीहरू चाहिँ प्रपर तरिकाले चाहिँ काम गर्दैन. सो बेसिकली यो जस्ट हामीलाई इन्फर्मेसन मात्र चाहिन्छ होइन. कसरी कसरी यो रिलेट गर्न सक्छौँ हामी मेन्टेनेन्समा, यो कुराहरू चाहिँ पनि इम्पोर्टेन्ट हो. यो ओके, भिजनको बारेमा आएर यो भिजनले चाहिँ डाइरेक्ट मेन्टेनेन्समा चाहिँ कसरी इम्प्याक्ट गर्छ. सो भिजनको पहिला चाहिँ कुन कुरा चाहिँ एक्सेप्टेबल हो एभिएसनमा, कुन कुरा चाहिँ एक्सेप्टेबल होइन, त्यसको बारे हामीले चर्चा गरौँ पहिला. सो लङ साइटनेस, सर्ट साइटनेस, यिनीहरू चाहिँ एक्सेप्टेबल हो. यसमा चाहिँ कतिलाई हेर्ने चाहिँ समस्या हुन्छ भने ग्लास लगाएर कन्ट्याक्ट लेन्स लगाएर हामीले यसलाई सर्ट आउट गर्न सक्छौँ. तर एभिएसनमा एक्सेप्ट नहुने कुरा के हो त, कलर ब्लाइन्डनेस. कलर ब्लाइन्डनेस चाहिँ एक्सेप्ट हुँदैन. कलर ब्लाइन्डनेसमा चाहिँ समस्या के हुन्छ भने कलरलाई आइडेन्टिफाई गर्न सक्दैनौँ. जेनरली रेड र ग्रिन ब्लूहरूमा चाहिँ आइडेन्टिफाई गर्न एकदम गाह्रो हुन्छ. ग्रे कलरहरूमा चाहिँ आइडेन्टिफाई गर्न एकदम गाह्रो हुन्छ. र यो गाह्रो हुँदाखेरि जस्तै अब इक्जाम्पलको लागि एयरक्राफ्टमा इन्सपेक्सन आउँदैछ, स्पेसल इन्सपेक्सन या भिजुअल इन्सपेक्सन या डिटेल इन्सपेक्सन रिलेटेड टु वायर. एयरक्राफ्टको वायरमा कुनै भिजुअल इन्सपेक्सन छ भने र जसलाई यो कुरादेखि समस्या छ कलर ब्लाइन्डनेसको होइन, उसले चाहिँ इन्सपेक्सन गर्नु पऱ्यो भने वायरमा उसले चाहिँ आइडेन्टिफाई गर्न चाहिँ उसलाई गाह्रो हुनसक्छ, स्ट्रगल गर्न सक्छ. र त्यहाँ चाहिँ स्ट्रगल गर्यो भने अभियसली कहीँ न कहीँ मेन्टेनेन्समा कम्प्रोमाइज हुन्छ र सेफ्टीमा पनि ह्याम्पर गर्छ. त्यही भएर चाहिँ कलर ब्लाइन्डनेस एक्सेप्टेबल गर्दैन. सो भिजनमा हामीले हेर्नुपर्ने यासा रिलेटेड पनि हो. यसमा चाहिँ क्वेसन्स आउनु भनेको यसको रेटिनाको बारेमा चाहिँ क्वेसन आउँछ. रेटिना भनेको बेसिकली आईको कन्स्ट्रक्सनको पछाडिपट्टिको भाग इज अ बिहाइन्ड सेक्सन अफ आई, जसमा चाहिँ इम्प्रिन्ट हुन्छ इमेजहरू जुन चाहिँ हामीले हेर्छौँ त्यो चाहिँ गएर इम्प्रिन्ट यहाँ पछाडिपट्टि भागमा चाहिँ हुन्छ. त्यो सेक्सनलाई चाहिँ रेटिना भन्छौँ. यो इम्प्रिन्टेड अन्त रेटिनामा चाहिँ हुन्छ. सो रेटिनाको चाहिँ क्वेसन्स आउँछ. यसमा चाहिँ रेटिनामा चाहिँ आउने भनेको फोटो रिसेप्टरको हो. फोटो रिसेप्टरमा दुईवटा कुरा हुन्छ, एउटा कोन र अर्को चाहिँ रड. सो कोनले चाहिँ कलर आइडेन्टिफिकेसन गर्छ. दिस किप इन माइन्ड है, यो चाहिँ हामी बुझौँ. रेटिनामा चाहिँ दुईवटा कुरा, रेटिनाको फोटो रिसेप्टरमा दुईवटा कुरा हुन्छ, एउटा चाहिँ कोन र अर्को चाहिँ रड. सो यसको क्वेसन चाहिँ आउने युएसएमा, यसले यो चाहिँ सोध्छ, यसलाई मार्क गरौँ गाइज. एउटा कोन र अर्को रड पार्ट अफ द फोटो रिसेप्टर र यो भित्र यो रेटिनाको पार्ट हो. अनि यसमा चाहिँ कोनले चाहिँ के काम गर्छ, कोनले चाहिँ कलर आइडेन्टिफिकेसनको काम गर्छ भने रडले के काम गर्छ त, लो लाइटमा पनि राम्रो भिजन दिन सक्छ. सो यसको टाइम एडजस्टमेन्ट चाहिँ कति हुन्छ, यसको यो पनि आउनसक्छ, यो टाइमिङ. कोनले कलर आइडेन्टिफिकेसन गर्नको लागि एटलिस्ट यसलाई चाहिँ अराउन्ड 7 मिनट जति लाग्छ भने वेराज रडलाई चाहिँ 30 मिनट चाहिँ लाग्छ. सो गाइज यो मार्क गरौँ है, यो चाहिँ आउँछ क्वेसन. सो भिजन चाहिँ त्यति इम्पोर्टेन्ट हो र भिजनलाई हामीले इम्प्रुभमेन्ट गर्नको लागि, भिजनलाई डिग्रेड नहुन दिनको लागि हामीले आफ्नो डिसिप्लिनहरू चेन्ज गर्नुपर्छ. र यो डिसिप्लिनमा चाहिँ के पर्छ भने प्रपर डाइट लिनु पऱ्यो, प्रपर एक्सर्साइज गर्नु पऱ्यो, स्लिपिङ इज भेरी इम्पोर्टेन्ट है. र घामबाट चाहिँ आँखाले जोगाउनु पऱ्यो, सनग्लासेसहरू लगाउनु पऱ्यो. त्यही भएर एभिएसनमा हेर्नु प्रायःले सबैले सनग्लास लगाएको हुन्छ होइन. युभी प्रोटेक्टेड राम्रो ग्लासको चाहिँ सनग्लास लगाइराख्नुपर्छ, आँखालाई चाहिँ बचाउनु पऱ्यो. र यसमा चाहिँ फ्याक्ट चाहिँ कुरा के हो भने मेल र फिमेलको हकमा चाहिँ मेलको आफ्टर 30 एज पछि उनीहरूको आँखा डिग्रेड हुन थाल्छ र फिमेलको हकमा चाहिँ 35 पछि आँखा डिग्रेड हुन्छ. सो
त्यही भएर चाहिँ यो कुरा थाहा हुनु पऱ्यो होइन। आँखा चाहिँ इज वान अफ द मेन सेन्सरी होइन, हाम्रो सबभन्दा इम्पोर्टेन्ट अर्गनमध्ये एउटा चाहिँ यो पनि हो भिजन। भिजन चाहिँ हामीले बचाएर राख्नु पऱ्यो। र भिजन मात्र होइन, यो एभिएसनमा चाहिँ यो टुल्स हो हाम्रो, जसले गर्दाखेरि हामीले धेरै इन्सपेक्सन गरिरहेको हुन्छौँ। जस्तै इक्जाम्पलको लागि हामी वाक अराउन्ड गर्नु पऱ्यो भने हामी कसरी वाक अराउन्ड त हेरेर नि गर्छौँ नि त। दिस इज भिजन। डेली इन्सपेक्सन गर्नु पऱ्यो, भिजन राम्रो हुनु पऱ्यो होइन। सो धेरै कुराहरू छ यसमा। सो भिजन हाम्रो बेसिकली हाम्रो आँखालाई चाहिँ बचाउनु पऱ्यो। ओके, सो लेट्स मुभ। त्यसै गरी अर्को पार्ट चाहिँ के हो त, हियरिङ। सुन्नु पऱ्यो, किन इम्पोर्टेन्ट हो त मेन्टेनेन्समा होइन। काम त अलमोस्ट सबैको राम्रै हुन्छ होइन, तर एउटा कुरा चाहिँ के ध्यान दिनु पऱ्यो भने एयरपोर्टमा या मेन्टेनेन्स एरियामा चाहिँ लाउडनेस धेरै हुन्छ त्यहाँ, किनभने त्यहाँ अरू पनि एयरक्राफ्टहरू चाहिँ इन्जिन रन भइरहेको हुन्छ, जिपी रन भइरहेको हुन्छ होइन। लट अफ थिङ्स त्यहाँ भइरहेको हुन्छ सराउन्डिङमा, जसले गर्दाखेरि इन्भाइरोमेन्ट नै नोइजी हुन्छ। सो नोइजी इन्भाइरोमेन्टमा हामीले कम्युनिकेट गर्नु पऱ्यो। कम्युनिकेट इन केस कम्युनिकेट प्रपर कम्युनिकेट भएन भने हामी केही इम्पोर्टेन्ट कुराहरू ल्याप्सेस गरिरहेको हुन्छौँ, र इम्पोर्टेन्ट कुराहरू ल्याप्स गऱ्यो भने जसले गर्दाखेरि के हुन्छ त, हामी मिस्टेक हुन्छ, र मिस्टेक भयो भने कहीँ न कहीँ हामीले मेन्टेनेन्समा कम्प्रोमाइज गर्छौँ, केही न केही हामी सेफ्टी रिलेटेड चाहिँ कम्प्रोमाइज चाहिँ भइरहेको हुन्छ। सो त्यही भएर कम्युनिकेसन्स बेटर बनाउनको लागि, हेयरिङ राम्रो बनाउनको लागि हामीलाई चाहिँ के हुनु पऱ्यो। सो हामीले चाहिँ त्यो एरियालाई चाहिँ नोइज प्रुफ चाहिँ बनाउन सक्दैनौँ, किनभने हाम्रो इन्भाइरोमेन्टै त्यस्तै हो। बेसिकली एयरपोर्टहरूमा चाहिँ इन्भाइरोमेन्टै त्यस्तै हुन्छ। सो योबाट प्रोटेक्ट गर्न, सो एयरपोर्टको एरियालाई चाहिँ हामीले कन्ट्रोल चाहिँ गर्न सक्दैनौँ, किनभने त्यो सराउन्डिङ एरियामा त धेरै नोइज हुन्छ। सो योबाट बस्नु चाहिँ हामी प्रोटेक्ट चाहिँ कसरी गर्ने त, आफैलाई प्रोटेक्ट गर्नु पऱ्यो, कहाँलाई बचाउनु पऱ्यो होइन। त्यही कुराहरू छ। सो अहिले हामी अझै डिटेलमा हेर्नेछौँ। सो हियरिङको बारे हेरौँ होइन। दिस द इयर इज अर्गन्स अफ दिस सेन्स अफ हियरिङ एन्ड विच फुलफिल टु डिफ्रेन्ट फङ्सन। हियरिङको चाहिँ दुईवटा काम हो बेसिकली। डिटेक्टिङ साउन्ड चाहिँ हामी सुन्छौँ होइन, र अर्को सेन्स अफ ब्यालेन्स। र यो ब्यालेन्स चाहिँ कसरी बनाउँछ, हाम्रो कानभित्र चाहिँ फ्लुइड हुन्छ, र फ्लुइडले चाहिँ ब्यालेन्स चाहिँ गरिरहेको हुन्छ। सो साउन्ड्स आर सेन्ट टु द ब्रेन द्याट इज चार्ज टु एनालाइज द रिसिभ्ड सिग्नल्स एन्ड दिस प्रोसेस इज गिभन द राइट मिनिङ अफ द साउन्ड म्यासेज होइन। बेसिकली के हुन्छ त, हामीले साउन्ड रिसिभ गर्छौँ होइन। रिसिभ गरिसकेपछि कानभित्र जान्छ। अब कानमा पनि चाहिँ के हुन्छ त, आउटर इयर र मिडल इयर र इनर इयर हुन्छ। तिनवटा इयर कम्बिनेसन गरेर हाम्रो साउन्डको सबै प्रोसेसहरू चाहिँ काम गर्छ, र त्यहाँ प्रोसेस गरिसकेपछि ब्रेनसँग पुऱ्याउने काम गर्छ। सो बेसिकली के हुन्छ त, बेसिकली यहाँबाट इक्जाम्पल हामी लिउँ है। बेसिकली जस्तै हामीले रिसिभ गर्नु पऱ्यो, साउन्ड रिसिभ गर्छौँ, यहाँबाट रिसिभ गर्छौँ होइन। मजाले यो ट्युब थ्रु चाहिँ भित्र जान्छ, यहाँसम्म, यहाँ गयो। यहाँ गइसकेपछि यहाँ के हो त, यहाँ चाहिँ मिडल इयरमा चाहिँ एयर ड्रम हुन्छ, यहाँ एयर ड्रम होइन। यसले चाहिँ फोहोरहरू र अरू पनि एभोर्डहरू चाहिँ भित्र नछिरोस् भनेर चाहिँ यहाँ चाहिँ एउटा जाली राखेको हुन्छ। यसले चाहिँ फिल्टरको काम गर्ने भयो। ओके, सो प्योर साउन्ड वेभ मात्र जाने भयो यहाँ। अब यहाँबाट गइसकेपछि यो के हो त, यो म्याल्भस र इन्कस, यो भनेको बोन्सहरू हो बेसिकली। दिस इज अ बोन, र यो बोन, यो चाहिँ जुन चाहिँ साउन्ड आयो यो बोन थ्रु चाहिँ ट्रान्सफर कहाँ हुनेछ, कोकेलामा चाहिँ हुनेछ। र यो चाहिँ यहाँ जब यो साउन्ड आइसकेपछि यहाँ चाहिँ भाइब्रेट हुन्छ यो बोनहरू। यो बोन भाइब्रेट भइसकेपछि यो सिग्नल चाहिँ यहाँ जाने भयो, र यो सिग्नल चाहिँ के, यहाँ चाहिँ कोकेलामा चाहिँ के हुन्छ, जुन चाहिँ साउन्ड एनर्जीलाई कन्भर्ट इलेक्ट्रिकल एनर्जीमा गर्छ, र इलेक्ट्रिकल एनर्जीमा कन्भर्ट भइसकेपछि यो इलेक्ट्रिकल एनर्जी कहाँ जाने भयो त, यो नर्भ्स जुन चाहिँ यो नर्भ हेरिराख्नु भएको छ, यो माइन्डमा चाहिँ पठाउने भयो, यो ब्रेनलाई चाहिँ ट्रान्सफर गर्ने भयो। त्यसपछि उसले चाहिँ सेन्स लाउँछ कि हामीले के सुन्यो, अनि त्यसपछि उसले चाहिँ रियल इमेजिनेसन बनाउँछ। ओके, सो यही हो आउटर इयर एन्ड मिडल इयर एन्ड इनर इयर। सो बेसिकली सबै मेन फङ्सन हुने भनेको कहाँ हो त, मेन फङ्सन हुने भनेको इनर इयरमा हो। इट चेन्ज द साउन्ड वेभ इन्टु द केमिकल and electrical impulse, then they are sent through the acoustic nerve to the cerebral cortex. The vibration of the bones makes the cochlea vibrate in order to make the cell moving. Okay, so main function के कसको हुन्छ त, हेयरिङमा इनर इयरको चाहिँ हुन्छ, र आउटर इयरले यसले चाहिँ जस्ट रिसिभिङको काम मात्रै गर्ने भयो। र मिडल इयरले चाहिँ के काम गर्यो, मिडल इयरले पनि
मिडल इयरमा चाहिँ के गर्यो, फिल्टरको काम गर्ने भयो। यो बोन्सले चाहिँ जुन चाहिँ साउन्डलाई चाहिँ कन्भर्ट टु एउटा सिग्नलमा कन्भर्ट गर्छ, ट्रान्सफरको काम गर्ने भयो। ओके, नेक्स्ट हेरौँ अब के छ अर्को। अब यति हामीले अहिलेसम्म कानको बारेमा बुझ्यौँ, एयरको बारेमा चाहिँ यस्तो हुँदो रहेछ भनेर। अब हेयरिङलाई प्रोटेक्ट कसरी गर्ने त? त्यो इन्भाइरोमेन्टमा, मेन्टेनेन्स इन्भाइरोमेन्टमा काम गर्नु पऱ्यो। अब कान त बचाउनु पऱ्यो। त्यो कान बचाउनको लागि चाहिँ अब हामीले के गर्नु पऱ्यो? सो केही कुराहरू छ होइन, जुन चाहिँ एउटा स्ट्यान्डर्ड बनाइदिएछ। त्यो स्ट्यान्डर्ड चाहिँ मिट गरेका केही एडहरू चाहिँ, हेयरिङ प्रोटेक्ट एडहरू चाहिँ हामीले लाउनु पऱ्यो काम गर्ने क्रममा, मेन्टेनेन्स गर्ने क्रममा, वाकिङ गर्ने क्रममा होइन। एयरपोर्टको सराउन्डिङहरूमा चाहिँ हामी इन्भल्भ हुन्छौँ, त्यो टाइममा चाहिँ हामीले युज गर्नु पऱ्यो। सो नोइज इन्क्रिज द रिस्क इन द वर्किङ इन्भाइरोमेन्ट बिकज इट्स क्यान। अब हेरौँ नोइजले चाहिँ कतिको इम्प्याक्ट गर्छ। नोइज बढ्यो भने टु कज इन्टरफरेन्स ड्युरिङ कम्युनिकेसन, कज इन्सिडेन्ट्स। यो नोइजले गर्दाखेरि पनि इन्सिडेन्ट, एक्सिडेन्ट धेरै भएको छ होइन। र आफूलाई के हुन्छ त, धेरै नोइज भयो भने इरिटेट हुने अनि फटिक हुने। इक्जाम्पलको लागि ट्राफिकमा बस्दाखेरि कसैले हर्न कन्टिन्यू बजायो भने, कसैले कन्टिन्यू नै हर्न बजाइरहेछ भने हामीलाई रिस उठ्छ नि होइन। त्यो चाहिँ बेसिकली हामी हेरि नै रहेको कुरा हो। त्यसै गरी अब कन्टिन्यू ड्युटी 8 घन्टा 10 घन्टा 12 घन्टा ड्युटी गर्नुपर्ने छ एयरपोर्टमा, कन्टिन्यू नोइज जुन चाहिँ 1980 dB भन्दा माथि नै कन्टिन्यू हामीले रिसिभ गरिरहेछ भने त्यो टाइममा चाहिँ हामीलाई धेरै इम्प्याक्ट गरिरहेको हुन्छ। र यो भनेको एक दिन दुई दिनको कुरा होइन, सधैँ हामीले यही इन्भाइरोमेन्टमा काम गर्नु छ, यही इन्भाइरोमेन्टमा हामीलाई सर्भिस प्रोभाइड गर्नु छ, यही इन्भाइरोमेन्टमा हामीलाई चाहिँ। सो नोइजलाई प्रोटेक्ट गर्नको लागि हामीले के युज गर्नु पऱ्यो? हेयरिङ एड्स प्रोटेक्सनहरू चाहिँ युज गर्नु पऱ्यो, जसमा एयर मफ, इयर प्लगहरू चाहिँ आउँछ। र कहिलेकाहीँ चाहिँ यासाले यो पनि सोधिरहेको हुन्छ, एयर मफले र एयर प्लगले चाहिँ कति डिबीसम्म चाहिँ साउन्डलाई चाहिँ मिनिमाइज गर्छ। सो यस लास्टमा छ यसको यो एयर प्लग रिड्युसिङ द 20 dB। एयर प्लग भनेको सानो खाले प्लग है, जुन चाहिँ जेनरली मोबाइलहरूको जुन चाहिँ एयर प्लगहरू हुन्छ होइन, म्युजिक सुन्ने प्लगहरू त्यस्तो खाले चाहिँ पनि हुन्छ एयरपोर्ट एभिएसनमा चाहिँ पाउने। र अर्को चाहिँ के हुन्छ, एयर मफ। एयर मफले चाहिँ 40 dBसम्म चाहिँ मिनिमाइज चाहिँ साउन्डलाई रिडक्सन गर्छ। 100% त के पनि हुँदैन, यसले चाहिँ मिनिमाइज मात्र गर्ने हो। जस्तै हामी 80 dB 70 dB 80 dB 90 dBको रेन्जमा छौँ, त्यस्तै त्यो इन्भाइरोमेन्टमा छौँ भने हामीले एयर मफ लायो भने, ठुलो खाले लायो भने चाहिँ त्यहाँबाट चाहिँ -40 गरिदिउँ। जस्तै 100 dBमा काम गरिरहेछ भने 60 dBमा झर्छ। 60 dB त्यस कारणले धेरै चाहिँ सपोर्ट चाहिँ गर्ने भयो र धेरै चाहिँ रिस्कलाई मिनिमाइज चाहिँ गरिदिने हुन्छ। त्यसै गरी एयर प्लगले चाहिँ 20 dBसम्म चाहिँ झार्छ। सो कस्तो खाले इन्भाइरोमेन्टमा छौँ, कति लाउडनेस इन्भाइरोमेन्टमा छौँ, त्यो हिसाबले आफूले चाहिँ युज गर्न पायौँ। कहीँमा एयर मफको आवश्यकता पर्ला, कहीँ एयर प्लगको आवश्यकता पर्ला। सो आफैले हेर्ने कस्तो इन्भाइरोमेन्टमा छौँ। सो यही कुराहरू छ। अर्को चाहिँ के भनेको छ अर्को पोइन्टले, इफ द नोइज बिट्विन द 85 to 90 dB इट इज ए नेसेसरी टु युज अ PPE पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट ड्युरिङ द वर्किङ एक्टिभिटी फर एटलिस्ट 8 hour सिफ्ट है। किनभने 8 घन्टा 10 घन्टा 12 घन्टाको सिफ्ट मान्छेले थकाउँछ होइन, फिजिकली पनि थाक्छ, मेन्टली पनि थाक्छ। र प्लस यस्ता कुराहरू, यस्ता इन्फ्लुएन्सहरू, यस्ता फ्याक्टरहरू चाहिँ कन्टिन्यू हामीले रिसिभ गरेर हुन्छ, कन्टिन्यू हाम्रो वर्किङ इन्भाइरोमेन्टमा चाहिँ हुन्छ भने यसले चाहिँ धेरै छिटो नै थकाउँछ है। सो दिस इज अ भेरी इम्पोर्टेन्ट। अर्को चाहिँ इफ द नोइज इज मोर देन 115 dB इट्स विल ड्यामेज द एयर इमिडिएटली। अब हामीले मेन बुकमा चाहिँ हेरेको थियौँ, त्यहाँ चाहिँ एयरपोर्टमा हुने भनेको धेरै कुराहरू हुन्छ। जेट इन्जिन हुन्छ, त्यसपछि ग्राउन्ड कार्डहरू हुन्छ, भेहिकलको हर्नहरू हुन्छ, अरू पनि कुराहरू हुन्छ जहाँ इक्विपमेन्ट्सहरू जसको तिनीहरूले अपरेट गर्दाखेरि उसले चाहिँ नोइज कतिको प्रड्युस गरिरहेको हुन्छ। र सबभन्दा डेन्जर भनेको जेट इन्जिनको म्याक्सिमम RPMमा जब म्याक्सिमम रन हुन्छ त्यति बेला चाहिँ उसले चाहिँ साउन्ड निकाल्ने भनेको 120 dB हो। सो 120 dB भनेको हामीले कन्टिन्यू सुन्यो केही छिनसम्म, जस्तै 5 मिनट 10 मिनटसम्म हामी सुन्यो त हाम्रो कान चाहिँ ड्यामेज हुनसक्छ इमिडिएटली है। त्यसता कुराहरू चाहिँ ध्यान दिनुपर्ने हुन्छ है। सो जुन चाहिँ हाई लेभलको नोइज या हाई डिबीको एरियाहरू छ त्यहाँबाट चाहिँ आफूले प्रोटेक्ट गर्ने आफ्नो कानलाई। ओके,
यही कुराहरू छ। सो दिस इज अ भेरी इम्पोर्टेन्ट। यो दुईवटा यहाँबाट आउँछ क्वेसन। गाइज मार्केट है 20 टिभी र 40 टिभी। 40 टिभी भनेको इयर मफको लागि हो र 20 टिभी भनेको एयर प्लगको लागि हो र बेसिकली हामीले आफ्नो कानलाई चाहिँ यहाँ सेभ गर्नु पऱ्यो। ओके, अघि नै हामीले एउटा अझै कुरा गरेका थियौँ, हेरिङ क्यापेबिलिटी पनि एजको हिसाबले चाहिँ के हुन्छ त डिग्रेड हुँदै जान्छ। जस्तै भिजनमा डिग्रेड हुन्छ त्यसरी नै हेरिङ क्यापेबिलिटी पनि डिग्रेड चाहिँ हुन्छ। सो यो हेरिङलाई इम्प्रुभमेन्ट गर्नको लागि, हेरिङलाई डिग्रेड नहुन दिएको लागि होइन, अब के गर्नु पऱ्यो हामीले, त्यही हो हाम्रो डिसिप्लिनहरू, हाम्रो लाइफस्टाइलहरू चाहिँ चेन्ज गर्नु पऱ्यो होइन। डाइटहरू चेन्ज गर्नु पऱ्यो, डाइटहरू राम्रो खानु पऱ्यो होइन। अरू चाहिँ एक्सर्साइज चाहिँहरू गर्नु पऱ्यो है, त्यही कुराहरू छ। एउटा सानो कुरा यसमा हामी जस्ट अलिकति डिस्कसन गरौँ न। के हो भने जुन चाहिँ लाउड इन्भाइरोमेन्टमा, नोइजी इन्भाइरोमेन्टमा कसरी इन्सिडेन्ट एक्सिडेन्ट हुनसक्छ, कसरी चाहिँ रिस्क अझै बढ्न सक्छ। जस्तै जेनरल कुराहरूमा चाहिँ खासै फरक पर्दैन, तर इम्पोर्टेन्ट एरियाहरूमा, इम्पोर्टेन्ट इन्सपेक्सनहरूमा चाहिँ केही इम्पोर्टेन्ट इन्फर्मेसनहरू मलाई जुन चाहिँ पास गर्नुपर्ने हो आफ्नो कलिगलाई होइन, त्यहाँ चाहिँ एकदम लाउड इन्भाइरोमेन्ट छ र लाउड इन्भाइरोमेन्टमा त्यो इन्फर्मेसन मैले भन्न चाहिँ भने, तर मेरो अगाडिपट्टिको कलिगले चाहिँ उसले चाहिँ ड्यु टु नोइजले गर्दाखेरि ऊ अर्कै सेन्स लगायो, ऊ अर्कै अर्थ लगाइदियो, अर्कै मिनिङ लगाइदियो भने त्यहाँ चाहिँ के हुनसक्छ, प्रब्लम हुनसक्छ। सो त्यस्ता कुराहरूबाट चाहिँ हामी अभोइड चाहिँ हुनुपर्ने हो। जहिले पनि के अरे केही इन्फर्मेसनहरू पास गर्दाखेरि हामीले के गर्नु पऱ्यो, अर्कोसँग कन्सेन्ट गर्नु पऱ्यो कि साँच्चै कि मैले भनेको कुरा उसले चाहिँ त्यही त बुझ्या हो नि होइन। किनभने हामीलाई चाहिँ लाग्छ हामीले इन्फर्मेसन पास गर्यो, उसले पनि यस 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 गर्छ होइन। अब कुन स्टेटमा हो, कुन मुडमा हुन्छ होइन। अब अलरेडी नै नोइज धेरै सराउन्डिङमा भइरहेको हुन्छ, उसले बुझ्छ कि बुझ्दैन होइन। अब मैले भनेको कुरा उसले के बुझ्यो, त्यो कुराहरूले चाहिँ फेरि के इम्प्लिमेन्ट गर्दा, त्यो कुराहरू चाहिँ हामीले बच्नु पऱ्यो। जस्तो कुराहरूमा जहिले पनि नोइजी इन्भाइरोमेन्टमा आफू नै कन्सियस हुने, त इन्फर्मेसन पास गरेको व्यक्तिलाई त्यहाँबाट एक्नोलेज गर्नु पऱ्यो उसले साँच्चै के बुझ्या हो त भने है। त्यो त्यस्ता प्र्याक्टिसहरूमा त्यस्ता कुराहरू चाहिँ आफै प्र्याक्टिसमा ल्याउनु पऱ्यो। त्यस्ता सिचुएसन अवेरनेस हुनु पऱ्यो। नोइजको इन्भाइरोमेन्टमा सिचुएसन अवेरनेस गर्नु पऱ्यो। जेनरलमा त खासै केही फरक पर्दैन नोइज नभएको बेलामा, तर नोइजी इन्भाइरोमेन्ट छ भने यो कुराहरू चाहिँ आफैलाई सिचुएसन अवेरनेस गरेर कुराहरूले भेरिफाई चाहिँ गर्ने। ओके, सो यो अलिकति भन्नुपर्ने कुरा थियो होइन, जुन चाहिँ रियल सिनेरोमा, रियल फिल्डमा चाहिँ यो कुराहरू चाहिँ देखिन्छ, देखिएको कुरा हो। सानो कुरा लाग्छ तर यो कुराहरू देखिन्छ र यहाँबाट पनि ल्याप्सेसहरू धेरै भएको रहेछ। ओके, नेक्स्ट इन्फर्मेसन प्रोसेसिङ एन्ड मेन्टल मोडल। यो भनेको हामीले वर्किङ इन्भाइरोमेन्टमा र हाम्रो सराउन्डिङमा के कुराहरू चाहिँ हामीले इन्फर्मेसन रिसिभ गर्छौँ, हाम्रो माइन्डले के कुरा प्रोसेस गर्छ र प्रोसेस गरिसकेपछि एउटा पिक्चर लास्टमा चाहिँ हामीलाई आउटपुट चाहिँ के दिन्छ, कस्तो खाले आउटपुट दिन्छ। सो कुनै पनि इन्फर्मेसन प्रोसेस गर्नको लागि चाहिँ के हुनु पऱ्यो, हामीसँग त्यही रिलेटेड चाहिँ नलेज राम्रो हुनु पऱ्यो। जस्तै केही कुरा हामीले इन्फर्मेसन लियौँ, इन्फर्मेसन लिइसकेपछि भित्र माइन्डमा चाहिँ पहिलेदेखि डाटाहरू बसिरहेको हुन्छ, त्यो डाटासँग लिङ्क गर्छ, प्रोसेस गरिसकेपछि बल्ल एउटा आउटपुट पिक्चर दिन्छ। सो यहाँ चाहिँ इन्फर्मेसन प्रोसेसिङको कुरा चाहिँ किन गरे हो, जस्तै इक्जाम्पलको लागि हामी वाक एराउन्ड गर्छौँ। वाक एराउन्ड गर्ने क्रममा चाहिँ टाढाबाट चाहिँ हामीले इक्जाम्पलको लागि भनौँ न, कुनै एयरफ्रेम या विङ ट्याङ्कको एरियामा चाहिँ केही ड्रिपिङ भइरहेछ, त्यहाँ टाढाबाट चाहिँ हेर्दाखेरि केही ड्रिपिङ भइरहेछ भने अब हेर्नु पऱ्यो, अब त्यहाँ हामीले छामेर हेर्नु पऱ्यो होइन के भएको। टाढाबाट चाहिँ यसो हेर्दाखेरि मेबी वाटर पनि हुनसक्छ, मेबी फ्युल पनि हुनसक्छ, किनभनेको दुइटैको कलरलेस हुन्छ, थाहा हुँदैन। र नजिक गइसकेपछि हेर्नु पऱ्यो अब के हो त्यो भनेर, यसो छामेर सेन्स गरेर हेर्नु पऱ्यो। सो हेर्दाखेरि अब के हुन्छ त, अब हामीले त्यसलाई चाहिँ भिजुअल इन्सपेक्सन गऱ्यौँ, त्यहाँ भिजुअल इन्सपेक्सन दिस द पार्ट अफ द इन्सपेक्सन। अब त्यहाँ चाहिँ हामी स्मेलिङ गऱ्यो, स्मेलिङ गरिसकेपछि त्यो स्मेलको इन्फर्मेसन गयो, के थ्रु गयो त, सेन्स थ्रु गयो भित्र। र सेन्स थ्रु गइसकेपछि र पहिलेदेखि हामीलाई थाहा छ कि एटिएफको स्मेल कस्तो हुन्छ भनेर, त्यो अलरेडी डाटा चाहिँ भित्र छ नि त होइन। डाटा कस्तो छ भने एटिएफको सेन्स कस्तो हुन्छ, इक्जाम्पलको लागि डिजेलको स्मेल कस्तो हुन्छ
पेट्रोलको स्मेल कस्तो हुन्छ, केरोसिनको स्मेल कस्तो हुन्छ, इन्जिन ओइलको स्मेल कस्तो हुन्छ, हाइड्रोलिक स्मेल कस्तो हुन्छ, त्यो त पहिलेदेखि डाटा स्टोर गरेर बसिरहेछ नि होइन। अब त हामीले जब जब त्यसलाई स्मेल गर्छौँ सेन्सरी थ्रु होइन, अब स्मेल गर्दाखेरि के हुन्छ, अब उसले चाहिँ इन्टरलिङ्क गर्न खोज्छ यो के हो भनेर, अनि त्यसपछि बल्ल हामीलाई डाटा दिन्छ, ओहो यो त फ्युल पो रहेछ, नट अ वाटर। तर हेर्दाखेरि के थियो, कलरलेस, मेबी वाटर मेबी फ्युल होइन। तर जब हामीले यसलाई छाम्यौँ, सेन्स गऱ्यौँ होइन, स्मेल गइसकेपछि यो ब्रेनलाई सिग्नल पठाइसकेपछि ऊ डाटासँग इन्टरलिङ्क गरिसकेपछि उसले म्याच गरिसकेपछि बल्ल एउटा चाहिँ हामीलाई पिक्चर दियो। पिक्चर केमा दियो त, दिस इज अ फ्युल भनेर। सो इन्फर्मेसन प्रोसेसिङ मेन्टल मोडल यही हो होइन। अब यसमा चाहिँ इक्जाम पोइन्ट्स अफ भ्यूले चाहिँ हेर्नुपर्ने कुरा चाहिँ यो पेजमा खासै केही पनि छैन होइन। यो तिनवटा पोइन्ट चाहिँ के हो, फर द ह्युमन बिङ इन्फर्मेसन प्रोसेसिङ कन्सिस्ट अफ द रिसेप्सन फेज थ्रु आवर सेन्स एन्ड अर्गन्स होइन, जुन चाहिँ हामीलाई पनि थाहा छ हाम्रो सेन्सरहरू के हो त होइन। एउटा आँखा भयो होइन, स्मेल होइन, त्यसपछि यो भयो होइन, त्यसपछि हामी छामेर पनि पत्ता लगाउन सक्छ के हो भनेर। सो यो सेन्सरहरू, यो अर्गन्सहरू हाम्रो राम्रो हुनु पऱ्यो होइन, सर्भिसेबल हुनु पऱ्यो। अघि नै हामीले के भन्यौँ, दिस इज आवर टुल्स। सो यो टुल्स हाम्रो राम्रो भयो भने हामी इन्सपेक्सन राम्रो गर्न सक्छौँ, हामी मेन्टेनेन्स राम्रोसँग गर्न सक्छौँ। सो यो सेन्सरहरूबाट चाहिँ के हुन्छ त, इन्फर्मेसन ब्रेनमा चाहिँ जान्छ। ओके, सो डाटा ट्रान्समिसन सिस्टम रिप्रेजेन्ट बाई द नर्भ्स होइन। त्यहाँसम्म पढाउनको लागि त सबै नर्भ्सकै काम हो नि त। अब यहाँ हामीले सेन्स गऱ्यो, सेन्सबाट चाहिँ कसरी भित्रसम्म जान्छ, नर्भ्सले गयो। सो डाटा प्रोसेसिङ रिप्रेजेन्ट बाई द आवर ब्रेन, अनि प्रोसेसिङ भएर एउटा क्लियर पिक्चर हुन्छ। क्लियर पिक्चर भनेको लास्ट इज द रिजल्ट। ओके, सो यसमा हामीले हेर्नुपर्ने खासै केही पनि छैन। अब यो कुराहरू छ। अब द इन्फर्मेसन प्रोसेस विल बी mental model by the reality. This mental model must be the essential, is close as possible the operational reality. The psychological factor not only related to the stress can be influenced by the process. हामीले बारम्बार के कुरा गरिरहेछौँ, हाम्रो जति पनि अर्गन्सहरू छ होइन, जति पनि सेन्सरहरू छ हाम्रो फिजिकल, तिनीहरूलाई चाहिँ प्रोटेक्ट गर्नु पऱ्यो। प्रोटेक्ट गर्नको लागि इज आवर रेस्पोन्सिबिलिटी होइन। र यो कुराहरूलाई चाहिँ प्रोटेक्ट गर्नु पऱ्यो। र यो कुराहरू चाहिँ इन्फ्लुएन्स पनि भइरहेछ है, स्ट्रेसहरूबाट, त्यसपछि फटिकहरूबाट होइन, प्रेसरहरूबाट चाहिँ के हुन्छ त, चेन्ज भइरहेको हुन्छ। जस्तै हामी इक्जाम्पलको लागि हामीलाई कुनै इन्फर्मेसन प्रोसेस गर्नु छ होइन, इन्फर्मेसन प्रोसेस गर्ने बेलामा चाहिँ हामी एकदम स्ट्रेसमा छौँ भने त्यहाँ हेर्नुहोस् रिजल्ट चाहिँ राम्रो चाहिँ आउँदैन। इक्जाम्पलको लागि हामीले 5 घन्टा 6 घन्टा कन्टिन्यू नै काम गरिरहेछौँ होइन, त्यसपछि 5-6 घन्टा पछि चाहिँ एउटा चाहिँ कस्तो खाले काम आउँछ, अलिकति क्रिटिकल काम आउँछ। र क्रिटिकल काम गर्ने बेलामा चाहिँ के गर्नु पऱ्यो, हामीलाई फोकस गर्नुपर्छ केही कामहरूमा चाहिँ। त्यो टाइममा चाहिँ अलरेडी हामी 5-6 घन्टा काम गरिसकेका छौँ, स्ट्रेसमा छौँ, र अब हामीलाई चाहिँ अलिकति क्रिटिकल काम गर्नु पऱ्यो भने चाहिँ के हुन्छ त, त्यहाँ हाम्रो प्रोसेसहरूमा चाहिँ कहीँ न कहीँ डिसिजन अलिकति नराम्रो आउन सक्छ कि पर्फर्मेन्स अलिकति नराम्रो आउन सक्छ कि, त्यो कुराहरू चाहिँ हामीले विचार गर्ने हो। अब यसै अब फ्रेस माइन्डमा हामीले काम गऱ्यो भने के हुन्छ, हाम्रो डिसिजन मेकिङ, इन्फर्मेसन प्रोसेसिङहरू चाहिँ एकदमै राम्रो हुन्छ। त्यति बेला रिजल्ट पनि एकदम छिटो आइरहेको हुन्छ, किनभने एकदम हामी फ्रेस माइन्डमा आउँछौँ, कुनै पनि स्ट्रेसमा आउँदैनौँ, कुनै पनि फटिकमा आउँदैनौँ। फ्रेस माइन्डमा गएपछि रिजल्ट चाहिँ राम्रो आउँछ। र यही कुरा फटिक छ, स्ट्रेसमा छौँ होइन, अरू पनि पियर प्रेसर छ, अरू पनि फ्याक्टरहरू छ, जुन चाहिँ डटी डोजनका केही फ्याक्टरहरू जुन चाहिँ 12वटा हामीले कुरा गरेका थियौँ, त्यो पनि अहिले हेर्छौँ पछि होइन। त्यस्ता कुराहरू र त्यस्ता स्ट्रेस र त्यस्ता इन्फ्लुएन्सहरू, त्यस्ता फ्याक्टरहरू छ भने यो इन्फर्मेसन प्रोसेसिङमा, मेन्टल मोडलमा चाहिँ इम्प्याक्ट चाहिँ 100% नै गर्छ। सो सिचुएसन अवेरनेस गर्ने यस्ता टाइमहरूमा चाहिँ हामी धेरै स्ट्रेसमा छौँ भने डिसिजन लिने कामहरू चाहिँ त्यति बेला चाहिँ के गर्नु पऱ्यो, स्टप गर्नु पऱ्यो सर्टेन टाइमको लागि। त्यसपछि फेरि फ्रेस माइन्डमा आइसकेपछि बल्ल हामीले चाहिँ काम गर्नुपर्छ। ओके, सो यो पनि इम्पोर्टेन्ट हो, यो चाहिँ देखिँदैन होइन। हामी अब कामको प्रेसरमा हुन्छौँ, सबै काम गरि नै हाल्नुपर्छ भन्ने लाग्छ, तर ह्युमन फ्याक्टरले यही कुराहरूलाई रोक्छ, यसरी चाहिँ गर्नु भएन। ओके, सो ह्युमन फ्याक्टरमा चाहिँ हामीले यस्तै कुराहरू चाहिँ हेर्ने त हो। यहीँबाट त मान्छेको मिस्टेक चाहिँ हुन्छ नि। के हुन्छ त, अलिकति स्ट्रेस भयो भने काममा त हुन्छ त्यो स्ट्रेस लाग्छ, तर हामीले त्यसरी त्यो स्ट्रेस
लाग्छ तर कन्टिन्यू काम गरिरहेको हुन्छ यहाँ मिस्टेक भइसक्यो, डिसिजन प्रोसेसिङ मिलाएको छैन, केही पनि मिलाएको छैन, मिस्टेक भइसक्यो, बिग्रियो अब कुरो। यो कुराहरूलाई प्रिभेन्ट गर्नको लागि, यो कुराहरू रोक्नको लागि ह्युमन फ्याक्टरको नलेज चाहिँ हुन एकदम जरुरी छ। स्ट्रेस भएको कन्डिसनमा, फटिक भएको कन्डिसनमा र अरू पनि फ्याक्टर भएको कन्डिसनमा जहाँ चाहिँ मेरो यो फ्याक्टरहरूले गर्दाखेरि डिसिजन लिने सम्म चाहिँ इम्प्याक्ट गर्छ भने आई हेभ टु स्टप इमिडिएटली। हामीले त्यो सिचुएसन आफूले पनि एक्जामिनेसन गर्नु पऱ्यो, आफूले पनि त्यो टाइममा चाहिँ बुझ्नु पऱ्यो। दिस इज ए स्मार्ट वे टु डु द मेन्टेनेन्स। ओके गाइस, यो अलिकति क्लियर भयो यसमा इन्फर्मेसन प्रोसेसिङ होइन, मेन्टल मोडल त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट हो होइन। हामीले पनि जेनरल लाइफमा पनि चाहिँ हेरिरहेको हुन्छ नि होइन, अब कन्टिन्यू काम गरिरहेको छ भने कुनै पनि काम चाहिँ बनिरहेको हुँदैन नि, बिग्रिरहेको हुन्छ। तर त्यही काम हामी पछि गऱ्यो भने एकछिनमै चाहिँ हुन्छ। त्यो सबै कुराहरू चाहिँ रिलेट चाहिँ यहीसँग रिलेटेड चाहिँ हुन्छ। त्यसै गरी मेन्टेनेन्सहरूमा पनि हुन्छ। मेन्टेनेन्समा चाहिँ हामीहरू पनि यस्ता प्रब्लमहरू धेरै एक्सपिरियन्स गरेका छौँ होइन। कन्टिन्यू काम गरिरहेको छौँ 8 घन्टा 10 घन्टा भइसक्यो होइन, तर भइरहेको हुँदैन। त्यसको भोलिपल्ट चाहिँ काम गर्दाखेरि फ्रेस माइन्डमा गऱ्यो भने एकछिनमै काम भइसकेको हुन्छ। कहाँबाट त्यो एनर्जी आयो त? के हो त्यो खासमा कुरो? त्यही मान्छेले कन्टिन्यू चाहिँ 8 घन्टा 10 घन्टा काम गर्यो, त्यही एक्सपिरियन्स मान्छेले हिजोसम्म भोलि त्यो काम गर्न सकेको थिएन, त्यो गर्न सकेको थिएन, तर भोलिपल्ट आउँदाखेरि एकछिनमै काम हुन्छ। छ नि त, केही न केही डिफ्रेन्सेस छ नि त होइन। यही कुराहरू चाहिँ स्ट्रेस, प्रेसर होइन, यो ह्युमन फ्याक्टरका टोटल्ली ह्युमन फ्याक्टरमा रिलाइ भएको यो कुराहरू छ। यही कुराहरू चाहिँ हामीले बुझ्नुपर्ने कुराहरू चाहिँ हुन्छ, जो डाइरेक्ट मेन्टेनेन्समा इन्भल्भ छ र प्लानिङमा इन्भल्भ छ। तिनीहरूले चाहिँ यो कुरा चाहिँ जहिले पनि फोकस गरिदिनु पर्ने हो। यस्ता कुराहरू पनि चाहिँ आउँछ। प्रेसराइज चाहिँ गर्नु भएन। प्रेसराइज गऱ्यो भने सेफ्टीमा र मेन्टेनेन्समा चाहिँ कम्प्रोमाइज हुन्छ। ओके। र इन्फर्मेसन प्रोसेसिङ हाम्रो ब्रेनको कुरा छ। यो ब्रेनलाई चाहिँ जहिले पनि के गर्नु पर्यो? ओके गाइस, सो यो सुपर मसिनलाई, यो ब्रेनलाई हामीले सधैँ 24 आवर्स र सधैँ यो एकदम राम्रो तरिकाले काम गरोस् भन्ने हामीले अस्योर गरिदिनु पर्यो। अस्योर के गरिदिनु पर्यो? यो सुपर मसिनलाई, यो ब्रेन, दिस इज अ भेरी सफिस्टिकेटेड मसिन, यो मसिनलाई चाहिँ हामीले बेटर बनाउनको लागि चाहिँ हामीले के गरिदिनु पर्यो त? यसलाई प्रोपर डाइट दिनु पर्यो, स्लिपिङ राम्रो दिनु पर्यो, त्यसपछि यसलाई मेन्टेन गर्नु पर्यो है। यो कुराहरू छ र हामीले यो कुराहरू सबै कुरा मेन्टेन गर्यो भने हाम्रो प्रोसेसिङ मेन्टल मोडलका प्रोसेसिङहरू पनि ब्रेनले प्रपर चाहिँ काम गर्छ र प्रपर काम गर्यो भने हाम्रो मेन्टेनेन्स पनि राम्रो हुन्छ। राम्रो भयो भने सेफ्टी बढ्छ हाम्रो होइन, रिस्कहरू घट्छ, हाम्रो आउटकम धेरै राम्रो हुन्छ, हाम्रो पर्फर्मेन्स धेरै राम्रो हुन्छ। त्यही भएर चाहिँ ह्युमन फ्याक्टरमा च्याप्टर 2ले चाहिँ यो कुराहरू चाहिँ गरेको कारण चाहिँ यही हो। यस्ता कुराहरू छ जुन चाहिँ देखिँदैन, यो कुराहरू चाहिँ एक्सपिरियन्स गरेर आउने कुरा हो। ओके, अरू छ यसमा केही बुझ्नुपर्ने? बस कमेन्ट्स गर्नु मलाई होइन, केही छ भने विल डिस्कस। कुरा आउँदै गयो भने धेरै कुराहरू चाहिँ क्लियर हुँदै जान्छ यसमा होइन। अब यो त फेस टु फेस भएको भए धेरै कुराहरू चाहिँ क्लियर हुन्थ्यो, किनभने क्वेसन्स पनि आउँथ्यो। क्वेसन आएकोलाई चाहिँ हामीले त्यसलाई चाहिँ कसरी डिल पनि गर्थ्यौँ होइन। अब के भन्नुपर्ने हो यसमा अझै साइकोलोजिकल फ्याक्टर। अब त्यही भएर डु एक्सर्साइज, हेल्दी हुनु पऱ्यो होइन, एक्सर्साइज प्रपर गर्नु पऱ्यो, डाइटहरू राम्रो लिनु पऱ्यो, ब्रेन हाम्रो यो जुन चाहिँ सोफिस्टिकेटेड मसिनलाई चाहिँ होइन राम्रो रहनु पऱ्यो, जसले हाम्रो चाहिँ आउटपुट चाहिँ राम्रो दिन्छ। इक्जाम्पलको लागि हामीहरू पनि न डिआई र पिडिआई गर्दाखेरि अरू त धेरै मेन्टेनेन्स छ, तर सजिलो होस् यो बुझ्नको लागि मैले भन्न खोजेँ हो। जस्तै डिआई पिडिआई गर्नको लागि हामीसँग टाइमै कति हुन्छ र? आधी घन्टा 1 घन्टा हुन्छ होइन। त्यो भित्र चाहिँ त्यो डिआई पिडिआईको जब टेक्स्ट चेकलिस्ट दिन्छौँ भने के हुन्छ त? ओभरअल सबै काम गर्नुपर्ने हुन्छ हामीलाई। सबै होल एयरक्राफ्टलाई हेर्छौँ। होल एयरक्राफ्ट भनेको सिस्टमको अपरेसनल टेस्ट प्लस फङ्सनल टेस्ट प्लस फिजिकली एपियरेन्स इन्टरनल अर एक्सटर्नली होइन, इन्जिनलाई होइन, एभ्रिथिङलाई हामीलाई चाहिँ त्यो सर्ट पिरियडमा चाहिँ हामीले के गर्नु पऱ्यो त? इन्स्योर गरिदिनु पऱ्यो इज एभ्रिथिङ इज ओके, दिस एयरक्राफ्ट इज एयरवर्दी भनेर हामीले स्योर गरिदिनु पऱ्यो। त्यो टाइममा चाहिँ हामीसँग टाइम मार्जिन कम छ,
ओके, हामी इन्सपेक्सन गर्छौँ होइन। इन्सपेक्सन गर्ने क्रममा चाहिँ हामीले सबै सेन्सरहरू एक्टिभेट हुन्छ, हामी एकदमै एक्टिभ कन्डिसनमा हुन्छ त्यो टाइममा होइन। त्यो टाइममा हामी सिचुएसन अवेरनेस पुरै माइन्ड चाहिँ खोलेर बस्नु पऱ्यो, गर्दाखेरि माइन्ड एकदम फास्ट राख्नु पऱ्यो काम गर्ने क्रममा, त्यो मेन्टेनेन्स गर्ने क्रममा, त्यो इन्सपेक्सन गर्ने क्रममा। त्यही भएर चाहिँ ब्रेन त्यो एकदम फास्ट काम गरोस् त्यो टाइममा। त्यही भएर चाहिँ ब्रेनलाई चाहिँ इट्स आवर रेस्पोन्सिबिलिटी कि यसलाई चाहिँ हामीले, हाम्रो पनि जिम्मेवारी यसलाई पनि राम्रो बनाउँ भनेर। ओके, अर्को पार्ट सिचुएसन अवेरनेस भनेको के हो त, हाम्रो वरपरि के चलिरहेछ होइन। किनभने तपाईँहरूलाई थाहा छ यो कुरा, एयरपोर्टको वरपरि एयरपोर्ट इन्भाइरोमेन्ट नै आफैमा के हो त, एउटा रिस्क इन्भाइरोमेन्ट हो। त्यो एरियामा धेरै कुरा भइरहेको हुन्छ होइन, र त्यो एरियामा धेरै कुराहरू भइरहेछ भने त्यहाँ चाहिँ हजार्ड पनि धेरै हुन्छ कि होइन। हजार्ड भनेको एक साइडमा इन्जिन रन भइरहेछ, अरू भेहिकल आइरहेछ, कसै फेरि अर्को जिपियु रन भइरहेछ, कसैले ट्रेसल तानिरहेछ होइन, कसैले ब्यागेज तानिरहेको हुन्छ होइन, कुनै बस त्यहाँबाट प्यासेन्जर बसहरू गइरहेको हुन्छ, कुनै मेन्टेनेन्स ट्रलीहरू गइरहेको हुन्छ होइन, अरू पनि इलेक्ट्रिकल वायरहरू गइरहेको हुन्छ, अरू के अरे फ्युल बाउजरहरू चाहिँ मुभमेन्ट भइरहेको हुन्छ। र त्यस्ता इन्भाइरोमेन्टमा छ भने रिस्कहरू जहाँ पनि हजार्डहरू छ त्यहाँ। सो त्यस्तो हजार्ड एरियामा चाहिँ हाम्रो सिचुएसन आफैले मोनिटर गर्ने हो, आफैले एक्जामिन गर्ने हो, हामी कस्तो ठाउँमा छौँ भनेर। एभ्रिवेयर हजार्ड, अलिकति तलमाथि भयो भने रिस्क स्वाटै बढिदिन्छ, रिस्क बढ्यो भने त अब इन्सिडेन्ट एक्सिडेन्ट हुने चान्सेसहरू धेरै बढिरहेको हुन्छ। कतिपय केसेसहरूमा चाहिँ हामी आनन्दले बसिरहेको हुन्छ टर्मिनलमा, पछाडिबाट आएर गाडी चाहिँ हानिदिरहेको हुन्छ। भएको छ यस्तो केसेस कतिवटा ऱ्याम इन्सपेक्सनहरूमा चाहिँ। अब त जसमा चाहिँ के भन्न सकिन्छ, त्यही भएर चाहिँ हजार्ड धेरै छ, रिस्क एरिया हो। सो यस्ता रिस्क एरियामा हामीले काम गर्ने क्रममा चाहिँ हाम्रो सेन्सरहरू सबै एक्टिभेट हुनु पऱ्यो, सिचुएसन अवेरनेस हुनु पऱ्यो होइन। एउटा एयरक्राफ्ट यहाँ छ, अर्को एयरक्राफ्ट यहाँ छ होइन, भनौँ न बेहरूमा चाहिँ कन्टिन्यू लाइनमै एयरक्राफ्टहरू पार्किङ गरे हुन्छ नि त होइन। एउटा एयरक्राफ्ट आउँछ, एउटा एयरक्राफ्ट जान्छ, अर्को आउँछ, अर्को जान्छ, त्यो क्रममा चाहिँ कसैको इन्जिन रन्छ, कसैको इन्जिन रन्छ कन्टिन्यू, अब फेरि अर्कोको इन्जिन रन्छ। अब त्यो एरियामा हामी मुभ गरिरहेछौँ भने जेट इन्जिन त काम त के हो, अब धेरै नजिक गयो भने सकिङ गर्ने क्यापेबिलिटी छ नि त इन्जिनमा होइन। त्यो कुराहरू सिचुएसन अवेरनेस गर्नु पऱ्यो होइन। इन्जिन रन गर्ने क्रममा चाहिँ हामी इन्जिन रन भइसकेपछि इन्जिन या टोइङ या ट्याक्सिङ गर्ने क्रमहरूमा चाहिँ के विचार गर्नु पऱ्यो, इन्जिन रन भएको छ है त्यहाँ चाहिँ हामीले सर्टेन फिटहरू चाहिँ मेन्टेन गरिदिनु पऱ्यो। इनकेस हामीले गरेनौँ भने के हुन्छ, त्यहाँ इन्सिडेन्ट हुन्छ, रिस्क जोन छ नि त, त्यहाँ रिस्क बढिसक्यो नि त, जो इन्सिडेन्ट हुन्छ नि त। त्यही भएर यो सिचुएसनहरू अवेरनेस गर्नु पऱ्यो। मैले त एउटा इक्जाम्पल मात्रै दिएँ, यस्ता सिचुएसन र यस्ता रिस्कहरू त धेरै छ, यस्ता हजार्डहरू त धेरै छ एयरपोर्टमा होइन। अब यसमा आफै इन्टरलिङ्क गर्ने कस्ता, हामी सेफ हुनु पऱ्यो, इन्जियर हुनु भएन। ओके, हाम्रो फिजिकल्ली हेल्थहरूलाई चाहिँ केही ड्यामेज चाहिँ हुनु भएन। सो सिचुएसन अवेरनेस गऱ्यो भने हामी यो कुराहरूबाट चाहिँ बस्न सक्छौँ। ओके, सो यसमा यही गर्छ, द टर्म सिचुएसन अवेरनेस इज युज टु रिगार्डिङ द अपरेटर अवेरनेस अबाउट द होल अपरेसन सिचुएसन इन द रिलेसनसिप to its a possible development. The degree of experience tend to influence the kind of error that can be performed in case of the loss of situation awareness. This situation awareness is divided into three main steps: perceive the action, insight, and forecast the result. के हो त perceive the action, हेर्नु पऱ्यो वरपरि। इन्साइट, हामीले इमेजिनेसन गर्न सक्नु पऱ्यो। इन्जिन रन्छ भने त्यो एरियामा जानु भएन है, त्यो एरियामा गयो भने यो हुनसक्छ भनेर फर्स्ट इमेजिनै गर्ने। गाडी कुदिरहेछ त्यसको अगाडि भयो भने के हुन्छ, अभियसली रिजल्ट त मलाई थाहा छ नि के हुन्छ, हातखुट्टा जान्छ होइन, चोटपटक लाग्न सक्छ। त्यही भएर चाहिँ हामीले इमेजिनेसन छ एन्ड फोरकास्ट द रिजल्ट्स। रिस्क छ भने, हजार्ड छ भने, कस्तो खाले हजार्ड सानो छ भने रिस्क पनि त्यही लेभलमा हुन्छ होइन। अब केही छ भने त्यहाँ चाहिँ हामीले आफैले चाहिँ विचार पुऱ्याउनु पऱ्यो होइन। अब इन्जिनको गाडी गयो भने त हजार्ड चाहिँ हाम्रो रिस्क के हुन्छ, बढ्यो रिस्क। अब त्यही ट्रलीको अगाडि या ट्रेसलको अगाडि छ भने रिस्क के हुन्छ, हाम्रो घट्छ होइन। रिस्क र हजार्ड चाहिँ क्लियर छ नि त। रिस्क हजार्डमा चाहिँ
इक्जाम्पल हेरौँ है, हजार्ड्स र रिस्क एकदम इज भेरी सिम्पल होइन। यसमा प्रायः धेरै कन्फ्युजन भइरहेको हुन्छ र म एउटा राम्रो इक्जाम्पल दिन्छु। इक्जाम्पल के हो भने यसमा चाहिँ अलिक धेरै कुराहरू क्लियर हुन्छ। जस्तै बाटो, हाइवे इक्जाम्पल हाइवेमा लो रिस्कबाट हाई रिस्कमा जाउँ है। त्यो हाइवेमा मलाई क्रस गर्नुपर्ने हो होइन, एउटा बाइक आइरहेछ होइन, बाइक फुल स्पिडमा छ। बाइक आयो भने मेरो त्यहाँ रिस्क के हुन्छ, बाइकले मलाई हान्यो भने चाहिँ के हुनसक्छ, हातखुट्टा ब्रेक हुनसक्छ, चोटपटक लाग्न सक्छ होइन। भनेको त्यो बाइकको रिस्क चाहिँ ठिकै थियो। त्यही ठाउँमा चाहिँ अब कार आयो होइन, यो ठुलो गाडीहरू आयो भने चाहिँ के हुन्छ, अब त्यहाँ रिस्क अब बढ्यो त्यो गाडीले गर्दाखेरि। हजार्ड त त्यही हो, बाटो त्यो हाइवे छ, हाइवे हजार्ड आफैमा हजार्ड हो होइन। त्यो क्रस गर्छु भने गाडीले हान्छ मलाई होइन। सो बाइक हुँदाखेरि रिस्क अलिक कम थियो, गाडी हुँदाखेरि अलिकति बढ्यो भेहिकलमा। त्यसपछि अझै ट्रकहरू आइदियो भने के हुन्छ, रिस्क एकदमै म्याक्सिमम हुन्छ होइन। हजार्ड त एउटै हो, तर के भयो त यो जुन चाहिँ सब्जेक्ट बाइक, कार र ट्रकमा चाहिँ रिस्कको लेभल त चेन्ज भयो नि त। त्यसै गरी हाम्रो एयरपोर्टमा वरिपरि सराउन्डिङ एरियामा लड अफ थिङ्स होइन, ट्रली मुभमेन्ट भइरहेको हुन्छ, ट्र्याक्टर मुभमेन्ट भइरहेको हुन्छ, फ्युल बाउजन मुभमेन्ट भइरहेको हुन्छ, एयरक्राफ्ट मुभमेन्ट भइरहेको हुन्छ, इन्जिन रनिङ भइरहेको हुन्छ होइन। त्यो एरिया चाहिँ हामीले के गर्नु पर्यो, सिचुएसन अवेरनेस गर्नु पऱ्यो, कस्तो ठाउँमा चाहिँ कतिको रिस्क र कतिको हजार्ड छ भनेर। त्यो इम्प्याक्ट त्यसले गर्दाखेरि हाम्रो रिजल्ट पनि चाहिँ आउँछ। ओके गाइस, अच्छा आई थिङ्क इट्स क्लियर। सो डिसिजन मेकिङमा अघि हामी धेरै कुरा गरिसक्यौँ। डिसिजन मेकिङमा यही कुराहरू छ होइन, रिसिभ गर्ने, प्रोसेसिङ गर्ने, डाटासँग इन्टरलिङ्क गर्ने, त्यसपछि उसले बेस्ट रिजल्ट चाहिँ दिन्छ तिमीलाई प्रेजेन्टेसनमा होइन। अनि त्यही कुराहरू छ, के कुराहरूमा चाहिँ इम्प्याक्ट गरेर आउँछ, के कुराहरू चाहिँ प्रोसेस गर्छ। एकचोटि आफै हेर्नु यसमा चाहिँ मेन बुकमा, यसमा अझै क्लियर मेन बुकमा छ। ओके, नेक्स्ट पर्सेप्सन हामीलाई थाहा छ, पर्सेप्सन धारणा हो बेसिकली। यो सबैको धारणा फरक फरक हुनसक्छ होइन। सबैको धारणा फरक भए तापनि मेन्टेनेन्सको धारणा चाहिँ एउटै हुनुपर्छ है। मेन्टेनेन्सको धारणा एउटै भयो भने मिस्टेक कम हुन्छ, मेन्टेनेन्सको आउटपुट राम्रो हुन्छ, क्वालिटी अफ मेन्टेनेन्सको आउटपुट राम्रो निस्किन्छ, सेफ्टी हाम्रो माथि हुन्छ। अब धारणा नै सबैको फरक फरक छ, काम एउटै गर्नु छ, अनि सबैको धारणा फरक छ भने उसले चाहिँ यो तरिकाले गरौँ, अर्कोले भन्छ यो तरिकाले गरौँ होइन। म्यानुअल नफलो गरिकन अब सबैको आफ्नो आफ्नो तरिकाले गऱ्यो भने के हुन्छ हाम्रो मेन्टेनेन्स, त्यही हो जे पाइ त्यही हुन्छ फेरि। त्यही भएर चाहिँ के हुन्छ त पर्सेप्सन धारणा नलेज सबैमा हुन्छ। एउटा स्ट्यान्डर्ड हामीले फलो गर्नुपर्ने म्यानुअल हो होइन, अनि त्यो म्यानुअललाई चाहिँ फलो गरेर एउटै चाहिँ धारणा राख्ने, त्यसै मेन्टेनेन्स फिल्डमा चाहिँ यसरी इम्प्याक्ट गर्छ। सबैको पर्सेप्सन एउटै चेन्ज भए तापनि हाम्रो एउटा स्ट्यान्डर्डमा बसेर चाहिँ काम गर्नु पर्यो। ओके, अनि मेन्टेनेन्स फिल्डमा म्यानुअलको पर्सेप्सन हुन्छ, म्यानुअलको धारणा हुन्छ। अनि यसमा चाहिँ पर्सेप्सनमा के हुन्छ, जस्तै अब हाम्रो वरपर त्यो सराउन्डिङमा धेरै इन्फर्मेसन हुन्छ नि, इन्फर्मेसन आउने बित्तिकै एउटा चाहिँ हामीले इमेजिनेसन बनाइसकेका हुन्छौँ है। हाम्रो दिमागमा एउटा इमेजिनेसन, एउटा पर्सेप्सन आइसकेको हुन्छ। त्यो मेरो केसमा होइन, या अरूको केसमा चाहिँ के हुन्छ, उसले पनि दुईजनाले हामीले सेम इन्फर्मेसन लियौँ, सेम इन्फर्मेसन लिइसकेपछि उसले पर्सेप्सन, उसको धारणा फरक हुनसक्छ, उसले रिसिभ गरेको इन्फर्मेसनको पर्सेप्सन उसले चाहिँ फरक निकाल्न सक्छ। एक्सपेक्ट नगरौँ कि दुइटैको एन्सर चाहिँ सेम आउनसक्छ। दिस इज पर्सेप्सनमा यसरी चाहिँ फरक हुन्छ। अब एउटै क्वालिटी एउटै स्ट्यान्डर्डमा ल्याउनको लागि के गर्नु पऱ्यो त, एउटै स्ट्यान्डर्ड हामी म्यानुअलहरू चाहिँ फलो गर्नु पऱ्यो। सो कुनै पनि इन्फर्मेसन आउँछ, त्यो इन्फर्मेसनको फर्स्ट पार्ट चाहिँ के हुन्छ, माइन्डले अटोमेटिकली होइन, यो चाहिँ ह्युमन बिइङमै हो, अटोमेटिकली उसले के एउटा चाहिँ विचार, एउटा आफ्नो धारणा चाहिँ राखिसकेको हुन्छ यस्तो हो भनेर। इन्फर्मेसन हामीले पर्सिभ गर्छौँ, पर्सिभ गरेपछि हामीले एउटा हाम्रो भित्रपट्टि जुन चाहिँ डाटाहरू स्टोर भएर बसेर हुन्छ, त्यसको बेसमा चाहिँ हामीले एउटा चाहिँ इन्फर्मेसन निकाल्छौँ, रिजल्ट दिन्छौँ होइन, पर्सेप्सन बनाउँछौँ। अब यो पर्सेप्सन बनाउँदाखेरि, यो पर्सेप्सन प्रेजेन्ट गर्दाखेरि यो पर्सेप्सनलाई पनि इम्प्याक्ट गर्छ है। के कुरा त इम्प्याक्ट गर्छ यसमा पनि मेन्टल टाइडनेस, फिजिकल टाइडनेस
का कुराहरू आउँछ है, जुन चाहिँ हामी फटिक हुन्छौँ, धेरै स्ट्रेसमा हुन्छौँ भने हाम्रो धारणाहरू चेन्ज हुन्छ नि त, फरक हुन्छ नि। थकाइ लागेको बेला चाहिँ हामीले काम गर्नु मन लाग्दैन नि, होइन? त्यस्तो धेरै इक्जाम्पलहरू छ मेन्टेनेन्समा, होइन? मेन्टेनेन्समा एकदम थकाइ लागेको छ, अब तिमीलाई काम फेरि थपिदियो भने अब के हुन्छ त? इन्फर्मेसन के आयो? काम थप्यो है, अब अझै काम गर्नुपर्छ। अब के हुन्छ अब आफूलाई पर्सेप्सन, आज काम नगरौँ होइन, अब पुगिसक्यो। कतिपय भन्न मिल्दैन, होइन? तर भित्रबाट चाहिँ एउटा चाहिँ इमेजिनेसन बन्यो नि त, अब काम नगर्ने भनेर माइन्ड स्टप गरिसकेको छ नि, स्टप गर्ने बित्तिकै के हुन्छ त्यहाँ, हामी सर्टकट लिन खोज्छौँ, होइन? सो यो भित्रै चलिरहेको हुन्छ कि यो केमिकल रियाक्सन्सहरू भित्रै धेरै कुरा भइरहेको हुन्छ है। सो पर्सेप्सनमा यस्तै फरक पर्छ। सो पर्सेप्सन हामीले जे गरे पनि एउटै पर्सेप्सन राख्नु पऱ्यो, मेन्टेनेन्सको पर्सेप्सन राख्नु पऱ्यो, एउटै स्ट्यान्डर्डमा हेर्नु पऱ्यो, होइन? जे पर्सेप्सन भए पनि, होइन? ओके। र अर्को पार्ट चाहिँ यो पनि इम्पोर्टेन्ट हो, एउटा मेन्टेनेन्स पर्सनलाई उसको पर्फर्मेन्समा डाइरेक्ट इम्प्याक्ट गर्छ यो लिमिटेसनले गर्दाखेरि, यो लिमिटले गर्दाखेरि, यो क्यापेबिलिटीले गर्दाखेरि। के हो त त्यो? फियर अफ हाइट र क्लोस्ट्रोफोबिया। सो फियर अफ हाइट भनेको के हो? एयरक्राफ्ट जेनरली सानो एयरक्राफ्ट भयो भने खासै केही फरक पर्दैन, ट्रेसर लगाएर यताउता गरेर इन्सपेक्सन हामी गर्छौँ, डजन्ट म्याटर। तर जब ठुलो एयरक्राफ्ट, न्यारो बडी, होइन, या वाइड बडीको हामी जब कुरा गर्छौँ, त्यो एयरक्राफ्ट भनेको लगभग 50 फिट 60 फिटको हाइटमा चाहिँ उसको के अरे रडर इन्सपेक्सन पार्टहरू, रडर सेक्सनहरू, एम्पेनेज एरिया चाहिँ हुन्छ, होइन? त्यो एम्पेनेज एरियामा मेन्टेनेन्स गर्नु पऱ्यो भने कतिपय कलिगहरू, कतिपय साथीभाइहरूलाई चाहिँ डर लाग्छ हाइटदेखि। यो नेचुरल बिहेभियर हो, यो ह्युमनमा नेचुरल कुरा हो, यो चाहिँ आउँछ, होइन? कसैलाई पानीदेखि डर लाग्छ, कसैलाई हाइटदेखि डर लाग्छ, होइन? कसैलाई कम स्पेसदेखि डर लाग्छ। त्यसमा चाहिँ हामी केही पनि भन्न सक्दैनौँ। तर यो कुरा चाहिँ के हो भन्न सक्दैनौँ भने हामीलाई यो कुरा थाहा हुनु पऱ्यो, यसलाई योदेखि प्रब्लम छ भने, जस्तै हाइटदेखि प्रब्लम छ भने यसको सुपरभाइजरलाई, इन्जिनियरलाई पहिलेदेखि थाहा हुनु पऱ्यो। यसलाई हाइटदेखि प्रब्लम छ भने, उसलाई हाइटदेखि प्रब्लम छ भने सुपरभाइजरलाई, इन्जिनियरलाई पहिलेदेखि थाहा हुनु पऱ्यो। हाइटदेखि प्रब्लम छ भने उसले चाहिँ के गर्छ? ब्याकअप राख्छ अर्को। इनकेस थाहा भएन भने उसलाई नै काम गर्नु पऱ्यो, किनभने मानौँ न इन्जिनियर एउटै छ, उसले इन्सपेक्सन गर्नुपर्ने हो, अरूको पनि ब्याकअप छैन अहिले, र मलाई जसै पनि यो काम चाहिँ सघाउनु पर्ने हो। जसै पनि सघाउनुको अर्थ भनेको के त? अब जसरी पनि हामीले कुरा गरिसक्यो भने हामीले कम्प्रोमाइज गरिसक्यौँ मेन्टेनेन्समा, हामीले सेफ्टीमा कम्प्रोमाइज गरिसक्यौँ। बिकज अफ वाट? लिमिटेसन, फियर अफ हाइट। अघि नै हामी कुरा गरेको थियौँ, हाम्रो फ्याक्टरहरू के हो त? भिजन हो, हेयरिङ हो, होइन? यही, अनि यो हाइटहरू, होइन, क्लोस्ट्रोफोबियाहरू, कम स्पेसमा, यो सबै लिमिटेसन हो। कसैलाई यस्ता कुराहरूदेखि लिमिटेसन छ भने बेटर टु स्पिक विथ योर कलिग्स, सिनियर, होइन? पहिल्यै नै इन्फर्म गरौँ कि मलाई यस्तो समस्या छ, उनीहरू ब्याकअप निकाल्छ। तर हाम्रो कल्चर कस्तो छ? डर भनेको जारीबाट निकाल्दैला कि, होइन? के भन्ला, होइन? त्यस्ता खाले समस्याहरू छ कि यो कल्चरमा अहिले पनि, जसले गर्दाखेरि हामी कहीँ न कहीँ सेफ्टी कम्प्रोमाइज चाहिँ गरिरहेको हुन्छौँ। सो हामीले अलिकति चाहिँ वी थिङ्क लाइक डिफ्रेन्ट, अलिकति सोच्नु पऱ्यो, र जसलाई भनेछौँ उसले पनि यो कुरालाई चाहिँ अलिक ग्रहण गरेर, होइन, सिरियस तरिकाले लिएर, होइन, बुझिदिनु पऱ्यो यो कुराहरू। सो मलाई लाग्छ यो ह्युमन फ्याक्टर एकदमै इम्पोर्टेन्ट विषय हो सबैको लागि, खास गरी मेन्टेनेन्स पर्सन्सको लागि, किनभने यसमा धेरै कुराहरू छ। र फियर अफ हाइट हामी कुरा गर्दैछौँ। सो फियर हाइट, सरी डेभिड भएको थियो अलिकति। सो फियर अफ हाइटमा चाहिँ बेसिकली के हो त? हाइटमा काम गर्नुपर्ने छ, हाइटमा इन्सपेक्सन छ, इन्सपेक्सनमा जे पनि हुनसक्छ, जस्तै भिजुअल इन्सपेक्सन गर्नु छ, डिटेल इन्सपेक्सन गर्नु छ, स्पेसल डिटेल इन्सपेक्सन गर्नु छ। हामीलाई थाहा छ नि इन्सपेक्सन्सको टाइप्सहरू, जेनरल भिजुअल इन्सपेक्सन, डिटेल भिजुअल इन्सपेक्सन, स्पेसल डिटेल भिजुअल इन्सपेक्सन, होइन? यो सबै के हो त?
अलिअलि मात्रै फरक अलिअलिले डिफ्रेन्सिएट गरेको छ। जस्तै भिजुअल इन्सपेक्सन छ भने जेनरल भिजुअल इन्सपेक्सन आँखाले हेरे सेन्सरले गर्ने जुन चाहिँ इन्सपेक्सन गर्छ त्यसलाई भिजुअल इन्सपेक्सन भन्छौँ। डिटेल इन्सपेक्सनमा चाहिँ के हुन्छ, हामीले के एडहरू चाहिँ युज गर्छौँ, जस्तै टर्च लाइट युज गर्यो, म्याग्निफाइङ ग्लास युज गर्यो होइन, यिनीहरूले चाहिँ गर्दाखेरि हामीले डिटेल भिजुअल इन्सपेक्सन युज गर्छौँ। स्पेसल डिटेल इन्सपेक्सनमा के हुन्छ, अब हामीले के गर्नु पऱ्यो, टुल्स युज गर्नु पऱ्यो। इक्जाम्पलको लागि स्पेसल डिटेल इन्सपेक्सनमा चाहिँ हामीले बोरोस्कोप इन्स्ट्रुमेन्ट या बोरोस्कोप टुल्स युज गर्यो, एडी करेन्ट टुल मसिन युज गर्यो भने त्यो चाहिँ स्पेसल डिटेल इन्सपेक्सनमा पऱ्यो होइन। अब त्यही इन्सपेक्सन मलाई चाहिँ हाइटमा चाहिँ गर्नु छ भने कुनै कलिग्सलाई त्यो हाइटदेखि प्रब्लम छ भने त्यहाँ चाहिँ समस्या हुनसक्छ है। त्यो त्यही हो। सो फियर अफ हाइट छ भने यसलाई प्रिभेन्ट गर्नको लागि अर्को ब्याकअपमा मान्छे राख्नु पऱ्यो, अर्को इन्जिनियर राख्नु पऱ्यो, अर्को टेक्निसियन राख्नु पऱ्यो होइन। अरू पनि काम हुन्छ, जस्तै रिमुभल इन्स्टलेसन हुनसक्छ केही होइन, यो ऱ्याम्परहरू या ब्याकचेटरहरू चाहिँ निकाल्नु पऱ्यो भने लङ टाइम बस्नुपर्छ नि त त्यहाँ हामीलाई, अनि त कन्टिन्यू त्यहीँ स्टेसनमा गएर काम गरेर राख्नु भयो भने त अब डर छ भने त्यसले चाहिँ कहीँ न कहीँ मेन्टेनेन्समा कम्प्रोमाइज गर्छ। सो यो कुरालाई प्रिभेन्ट गर्नको लागि हामीले ब्याकअप दिनु पऱ्यो, उसलाई चाहिँ काम अराउनु भएन, अरूलाई चाहिँ दिनु पऱ्यो। ओके, सो फियर अफ हाइट जेनरली यसलाई चाहिँ यो हो। अर्को चाहिँ हाम्रो को हो त, अर्को पार्ट चाहिँ यो सँगै रिलेटेडै हो है यो पनि, फियर अफ हाइट एन्ड क्लोस्ट्रोफोबिया। क्लोस्ट्रोफोबिया एउटा चाहिँ हाइटबाट डर लाग्छ भने अर्को चाहिँ कम स्पेसमा छ भने त्यहाँबाट डर लाग्छ। जस्तै इक्जाम्पल कम स्पेसमा कतिलाई चाहिँ डर लाग्छ एक्लै रुममा बस्न, लाग्छ नि कहिलेकाहीँ होइन, अँध्यारो कोठामा बस्न डर लाग्छ नि कतिलाई चाहिँ। त्यो प्रब्लम के भन्नु, त्यो ह्युमन बिहेभियर हो, हुनसक्छ होइन। रुममा छौ, कसै रुममा बसेछ, रुमलाई सानो 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 पारिदियो भने त्यो डर लाग्छ कि, त्यो नेचरमै ह्युमन नेचरमै पर्छ त्यो कुराहरू। अब यो कुरा क्लोस्ट्रोफोबिया चाहिँ एयरक्राफ्टमा चाहिँ कसरी इम्प्लिमेन्ट र कसरी यसले चाहिँ इम्प्याक्ट गर्छ त्यो कुरा हेरौँ है। किनभने हामीलाई थाहा छ एयरक्राफ्टको सफिस्टिकेटेड डिजाइन होइन, स्ट्रक्चरहरू कस्तो सफिस्टिकेटेड डिजाइन गरेर हुन्छ। कुनै बेला हामीलाई सिटको मुनि बसेर काम गर्नु पऱ्यो, कुनै बेला चाहिँ फ्युजलजको कार्गो सेक्सनमा काम गर्नुपर्ने, कुनै बेला चाहिँ एभिनिक्स कम्पार्टमेन्टमा गएर काम गर्नु पऱ्यो, कुनै बेला चाहिँ बेरी सेक्सनमा बसेर काम गर्नु पऱ्यो भने के हुन्छ त, सानो सानो स्पेसहरू, त्यो स्पेसमा बसेर काम गर्नु पर्यो। मलाई चाहिँ यो क्लोस्ट्रोफोबियाको प्रब्लम छ भने म कहीँ न कहीँ चाहिँ डर मान्छु, र डर मान्छु भने मेरो थिङ्किङ के हुन्छ त, यही क्लोस्ट्रोफोबियामै गएर हुन्छ, के होला कसो होला, के हुन्छ डर लाग्छ, र म रियल मेन्टेनेन्समा रियल इन्सपेक्सनमा चाहिँ म फोकस गर्न सक्दिनँ। रियल इन्सपेक्सनमा मैले फोकस गर्न सकिनँ भने मैले चाहिँ के गरेँ त, कम्प्रोमाइज गरिसकेँ मेन्टेनेन्समा र सेफ्टीमा पनि कम्प्रोमाइज गरिसकेँ। सो बियर अफ द्याट है। सबभन्दा बढी इम्प्याक्ट चाहिँ कहाँ पर्छ त, फ्युल ट्याङ्कमा। फ्युल ट्याङ्कमा भर्खरै एउटा 2 दिन पहिलाको बाहिरको न्युज हो, फ्युल ट्याङ्कमा चाहिँ फ्युल ट्याङ्कले गर्दाखेरि कसैको डेथ भयो त्यहाँ। हुन त मैले पनि स्टडी गराएको छु नि त्यो के कारण भयो होइन, त्यो हेर्नुपर्ने हो। तर फ्युल ट्याङ्कमा चाहिँ क्लोस्ट्रोफोबियाको धेरै प्रब्लम छ है। त्यो फ्युल ट्याङ्कमा चाहिँ जब मान्छे भित्र छिर्छ, टेक्निसियन इन्जिनियर होइन, इन्सपेक्सन गर्नको लागि, किनभने फ्युल ट्याङ्कमा चाहिँ के हुन्छ त, लट अफ इन्सपेक्सन, फ्युल ट्याङ्कको इन्सपेक्सन आउँछ। त्यो इन्सपेक्सनमा फ्युल ट्याङ्कमा हामीले के गर्नु पऱ्यो, त्यसको कन्डिसन्सहरू, सेक्युरिटी कन्डिसनहरू, इभेटको कन्डिसन्सहरू, भित्र कहीँ पम्पै चेन्ज गर्नु, के अरे कप्लिङहरू चेन्ज गर्नुपर्छ, पाइपलाइनहरू चेन्ज गर्नु पऱ्यो होइन। या अरू पनि इन्सपेक्सनहरू हुन्छ, धेरै हुन्छ। एटिए च्याप्टर 28मा धेरै इन्सपेक्सन छ। त्यो इन्सपेक्सन कम्प्लिट गर्नको लागि हामीले के गर्नु पऱ्यो, फ्युललाई ड्रेन आउट गरेर, ड्रेन आउट गरिसकेपछि टोटल्ली फ्युल आउट हुन्छ। त्यसपछि प्यानलहरूबाट चाहिँ हामीलाई ट्याङ्कभित्र चाहिँ छिर्नुपर्छ। छिरिसकेपछि त्यो होल सेक्सनलाई इन्सपेक्सन गर्छौँ। त्यो होल सेक्सन इन्सपेक्सन गर्ने क्रममा चाहिँ धेरै मान्छे त्यहाँभित्र जान सक्दैन। बढी एकजना या दुईजना त हुँदैन, एकजना मात्र जान्छ होइन। त्यो भित्र जान्छ, भित्र गइसकेपछि उसले चाहिँ मास्क लाउनु पऱ्यो होइन, पिपी लाउनु पऱ्यो, अनि त्यसपछि भित्र जान्छ, प्रपर इन्सपेक्सन गर्छ। क्लोस्ट्रोफोबियाको प्रब्लम छ भने उसलाई केही पनि हुँदैन, एभ्रिथिङ इज ओके। तर भेन्टिलेसन प्रपर चाहिँ हुनु पऱ्यो है। भेन्टिलेसन प्रपर भएन भने उसलाई चाहिँ सास प्रश्वासमा या प्रब्लम चाहिँ हुनसक्छ। जसलाई चाहिँ क्लोस्ट्रोफोबियाको प्रब्लम छ भने उसले चाहिँ कम्प्रोमाइज चाहिँ 100% चाहिँ गर्छ नि गर्छ है। सो थिङ्क अबाउट इट होइन। त्यस्तो कसैलाई यस्ता प्रब्लमहरू छ भने ऊ पहिल्यै भनिदियो भने उसको बेटर सोल्युसन चाहिँ निकाल्न सक्छौँ होइन, उसको ब्याकअप चाहिँ निकाल्न सक्छौँ। यसमा कसैलाई केही फरक पर्दैन, किनभने बेसिकली हामीले के गर्नुपर्ने हो त, हाम्रो मेन्टेनेन्सको पर्फर्मेन्स चाहिँ राम्रो दिनु पऱ्यो, आउटपुट चाहिँ राम्रो आउनु पऱ्यो, मेन्टेनेन्स राम्रो आउनु पऱ्यो, स्ट्यान्डर्ड राम्रो आउनु पऱ्यो होइन। त्यसैले त यो ह्युमन फ्याक्टर हामी पर्दैछौँ। यस्ता समस्या छ, यो समस्यालाई हामीले सर्ट आउट चाहिँ कसरी गर्ने। ओके,
अर्को पार्ट एटेन्सन टाइप। अब एटेन्सन फोकस ध्यान कसरी गर्ने, काम गर्ने बेलामा चाहिँ हामीले ध्यान दिनुपर्छ, पढ्ने बेलामा पनि ध्यान दिनुपर्छ होइन। सो अनि केही रिलहरू हेर्छौँ होइन, युट्युब भिडियोहरू हेर्छौँ, ध्यान दिन्छौँ नि त हामीले होइन, कस्तो खालमा कस्तोमा ध्यान चाहिँ कतिमा। जस्ट इक्जाम्पल अलिकति क्लियर होला, जस्तै रिल हेरिरहेछौँ, कुनै राम्रो लाग्छ भने हामीले कन्टिन्यू हेरिरहेको हुन्छौँ, ठिक ठिकै छ भने त्यसलाई चाहिँ हामीले स्किप गरिरहेको हुन्छौँ नि। त्यस्तै हो एटेन्सन्स टाइप्सहरू यहाँ पनि है, जो ह्युमन फ्याक्टरको पार्टमा चाहिँ पर्छ, हामीले पढ्नुपर्छ। फोकस छ भने जुन चाहिँ हाम्रो लागि एकदम इन्ट्रेस्टिङ कुरा हुन्छ, जुन चाहिँ इन्ट्रेस्टिङ इन्सपेक्सन हुन्छ एयरक्राफ्टमा होइन, त्यसमा चाहिँ हामी बढी फोकस गर्छौँ, अरूलाई सबैलाई छोडिरहेको हुन्छौँ। सो दिस इज अ फोकस एटेन्सन। अर्को चाहिँ मल्टिटास्किङ। मल्टिटास्किङ मल्टिटास्किङ जस्ट इक्जाम्पल, वेन यु हेभ टु ड्राइभ भेहिकल या बाइक समथिङ एल्स, ड्राइभ गर्ने बेलामा चाहिँ के गरिरहेछौँ हामी, मल्टिटास्किङ गर्छौँ नि। हामी ब्रेक पनि हान्नु छ होइन, एक्सिलेटर पनि लिनु छ, बाटो पनि हेर्नु छ, र त्यो सबै कुरा आफै भइरहेको हुन्छ होइन। द्याट्स इज अ मल्टिटास्किङ। तर फोकस चाहिँ फोकस हुन्छ है, फेरि हाम्रो सबै कुरामा फोकस हुन्छ। त त्यो यही एटेन्सन हो, एटेन्सन टाइप हो। अर्को सेलेक्टिभ। सेलेक्टिभ अब भनौँ न धेरै ठुलो इन्सपेक्सन छ, अब यसमा चाहिँ हामीले कुन कुन कुरामा चाहिँ ध्यान दिनु पऱ्यो, त्यही कुरामा चाहिँ हामी ध्यान दिनुपर्छ। इक्जाम्पलको लागि एयरक्राफ्ट आयो, वाक एराउन्ड गर्नु छ, अब वाक एराउन्ड गर्ने क्रममा चाहिँ त्यो टाइममा पनि हामीसँग 1 आवर हुन्छ वाक एराउन्डमा होइन। किनभने चाहिँ एयरक्राफ्ट आइसकेपछि त्यसलाई छिटो ट्रान्जिट गर्छौँ, ट्रान्जिट इन्सपेक्सन गरेर हामीले फेरि एयरक्राफ्टलाई रिलिज गर्नुपर्ने हुन्छ। र त्यो टाइममा चाहिँ के गर्नु पऱ्यो, एयरक्राफ्टलाई वाक एराउन्ड गर्नु पऱ्यो। वाक एराउन्ड गर्नमा चाहिँ हामी सेलेक्टिभ कुराहरू चाहिँ हेर्छौँ, यो हेर्नु पऱ्यो, यो हेर्नु पऱ्यो, यो हेर्नु पऱ्यो, यो हेर्नु पऱ्यो। किनभने त्यहाँ थ्रोली पुरै एयरक्राफ्टमा हेर्न चाहिँ भ्याउँदैनौँ, त्यो चाहिँ इम्पोसिबल, त्यो हेर्नै सक्दैनौँ नि। अब इक्जाम्पलको लागि जस्तै नोज ल्यान्डिङ गियर चाहिँ मेन ल्यान्डिङ गियरमा चाहिँ हेर्नुपर्ने के कुरा हुन्छ त, टायर फ्ल्याट छ कि भएको छ कि छैन, टायरमा टायर ठिक छ कि छैन होइन, के छ कन्डिसन्सहरू, ब्रेक पिनहरू के छ होइन, फायर सायर भएको छ छैन, स्मोकिङहरू भएको छ कि छैन होइन, हाइड्रोलिक लिकहरू चाहिँ भएको छैन। त्यो सेलेक्टिभ के त्यो पहिले पनि थाहा हुन्छ कि, त्यो प्र्याक्टिस गर्दै गयो पनि त्यो चेकलिस्टमा पनि हुन्छ होइन, के कुरा हामीले चेक गर्नु पऱ्यो। र पहिलेदेखि हामीले युज टु भइसकेपछि त्यो हामीले थाहा हुन्छ कि यो कुरा चाहिँ के गर्नु पऱ्यो, इन्सपेक्सन गर्नु पऱ्यो। त्यो द्याट्स इज सेलेक्टिभ। धेरै मध्ये कुन कुरा हामीले द्याट टाइम हामीले इन्सपेक्सन गर्नु पऱ्यो, त्यो कुरा त्यस्ता एटेन्सन हो यो है। ओके, अनि अर्को चाहिँ सस्टेन। Sustained attention will be used for the long amount of hours. Its intense depends mostly on the activity we are performing. If the task is new, the level will be higher. If while performing the routine of repetitive task, which will familiar, the attention will be lower. यसमा मैले फोकस किन गरेको, अहिले हामीले के गर्यो, मैले खासमा यसमा चाहिँ एटेन्सन, फोकस टाइप एटेन्सन है, मैले फोकस किन गरेँ, किनभने यो सस्टेन्ड एटेन्सन टाइप यासाको इक्जाममा हुन्छ है। यो चाहिँ क्वेसन्स हो गाइस, किप इन मार्क, यसलाई मार्क गरौँ, यसलाई टिपौँ होइन, के गर्न सकिन्छ गरौँ यसलाई। यो चाहिँ क्वेसन आउँछ, यो क्वेसन आउँछ। यसमा चाहिँ दुईवटा कुरा इम्पोर्टेन्ट, सस्टेन एटेन्सन टाइपमा चाहिँ के हुन्छ, लङ टाइमदेखि हामी काम गरिरहेछौँ एउटै इन्सपेक्सन, जुन चाहिँ लामो इन्सपेक्सन हो, र त्यो इन्सपेक्सन नयाँ थियो भने हाम्रो फोकस एकदम राम्रो हुन्छ। र त्यो इन्सपेक्सन इनकेस रिपिटेटिभ छ, बारम्बार त्यो आइ नै रहेको हुन्छ त्यो काम होइन, कन्टिन्यू आइरहेछ भने हाम्रो के हुन्छ, एटेन्सन कम भइदिन्छ। त मैले भन्न खोजेको के हो त, नयाँ काम छ भने सस्टेन हाम्रो एटेन्सन राम्रो हुन्छ होइन, बढ्छ। त त्यही पुरानो काम हो, रिपिटेटिभ टास्कहरू होइन आयो भने त्यो एटेन्सन चाहिँ कम भइदिन्छ। र एयरक्राफ्टमा यस्ता कतिपय इन्सपेक्सन छ जुन चाहिँ रिपिट कन्टिन्यू भइरहेको हुन्छ, र त्यस्तो रिपिटहरू छ भने जहिले पनि हामीले के गर्नु पऱ्यो, एटेन्सन गरेर नै काम गर्ने हो, घटाउने होइन। घटायो भने हामीले केही न केही ल्याप्स गरिसकेका हुन्छौँ, मेन्टेनेन्समा कम्प्रोमाइज गर्छौँ। इक्जाम्पलको लागि कुनै पनि टास्क कार्ड आयो, त्यो टास्क कार्ड अस्ति 1 महिना पहिला गरेको थियौँ, अब 6 महिनापछि भनौँ न यो चेक आउँछ 6 मन्थपछि, र मलाई थाहा छ यो सेम काम हो, त्यो टास्कमा चाहिँ हामी यो गर्छौँ। कतिपय कामहरू चाहिँ काम गर्दा त्यहाँ मसल्स मेमोरीमा बसिसकेका हुन्छ होइन, थाहा हुन्छ कि यो काम हो, तर त्यसरी कहिले पनि गर्नु हुँदैन। मसल्स मेमोरीमा बसे तापनि हामीले के गर्नु पऱ्यो, अलवेज फलो द डकुमेन्ट म्यानुअलहरू फलो गर्नु पऱ्यो। किनभने आज हामीले प्रिभियस हामीले 6 महिना पहिला यो काम गरेको रिपिट भएर फेरि आयो, थाहा छ मलाई के गर्नुपर्ने यसमा,
तर यो ड्युरेसनमा केएडी केएसबी केही इम्पोर्टेन्ट नोटहरू केही सर्भिस लेटरहरू आएको छ भने मसल्स मेमोरीमा बसेर हामीले काम गऱ्यो भने यो इम्पोर्टेन्ट नोटहरू हामीले ल्याप्स गर्यौँ नि त है। त्यही भएर जहिले पनि फलो द म्यानुअल है। र यसमा मैले फोकस गर्नुको कारण चाहिँ जुन रिपिटेटिभ टास्कहरूमा चाहिँ हाम्रो एटेन्सन कहीँ न कहीँ अलिअलि कम भइरहेछ भने कहीँ कम हुन्छ। सो प्र्याक्टिस गर्ने यस्ता कुराहरू चाहिँ यो सिचुएसन अवेरनेसको कुरा पनि आउँछ यसमा होइन। रिपिटेटिभ टास्कहरूमा घटाउने होइन कि अझै झन् बढाइदिने हो कि त्यसमा हामीले एटेन्सन। ओके गाइस, अर्को पार्ट मेमोरी सबैले थाहा नै छ। स्मार्टफोनमा ल्यापटपहरूमा जसरी मेमोरी हुन्छ मान्छेमा पनि त्यसरी नै मेमोरी हुन्छ होइन। तर त्यो मेमोरी के हो त, पर्मानेन्ट होइन। त्यो मेमोरीलाई बेटर गर्नको लागि हामीले आफ्नो लाइफस्टाइल चेन्ज गर्नु पऱ्यो, प्रपर डाइटहरू चाहिँ लिनु पऱ्यो होइन। त्यसपछि एक्सर्साइज राम्रो गर्नु पऱ्यो होइन। मेमोरी हाम्रो सार्प हुन्छ है। र यो मेमोरी धेरै इम्पोर्टेन्ट हो एउटा डाइरेक्ट एभिएसनमा मेन्टेनेन्समा इन्भल्भ भएको पर्सनहरूको लागि। सो मेमोरीको बारेमा अलिकति हेरौँ होइन। काम गर्ने कुन चाहिँ मेमोरी हो र कुन चाहिँ लङ टर्मको लागि हुन्छ, कुन चाहिँ सर्ट टर्मको लागि हुन्छ, कुन चाहिँ अल्ट्रा सर्ट टर्मको लागि हुन्छ। सो द मेमोरी क्यान डिभाइड इन्टु द सेन्सरी मेमोरी, सर्ट टर्म मेमोरी अर वर्किङ मेमोरी, लास्ट इज लङ टर्म मेमोरी। यसमा यसलाई चाहिँ मार्क गरौँ। यो क्वेसन्स डाइरेक्ट क्वेसन छ है। यो डाइरेक्ट क्वेसन नै सोध्छ। के क्वेसन सोध्छ भने वर्किङ मेमोरी भनेको कुन मेमोरी हो। सो सर्ट टर्म इज अ वर्किङ मेमोरी। कहिलेकाहीँ सर्ट टर्म मेमोरी भनेको कुन मेमोरी भनिन्छ त्यो पनि सोधिरहेको हुन्छ। कुनै बेला चाहिँ वर्किङ मेमोरी भनेको कुन मेमोरी हो। सो दुइटै इन्टरलिङ्क हो होइन। सर्ट टर्म मेमोरी भनेको वर्किङ मेमोरी हो, वर्किङ मेमोरी भनेको पनि सर्ट टर्म मेमोरी हो। ओके, सो यो क्वेसन छ, यसलाई चाहिँ मार्क गरौँ। अब ह्युमन मेमोरीहरू कुन कुन हुन्छ, सेन्सरी रजिस्टर, सर्ट टर्म मेमोरी, लङ टर्म मेमोरी। सो सेन्सरी रजिस्टर इन्फर्मेसन थ्रु द आवर सेन्सर। हामी सेन्सरको कुरा गरेको थियौँ नि, आँखा भयो, कान भयो, नाक भयो होइन, अनि स्किन्सहरू भयो। त्यहाँबाट के हुन्छ त, सेन्सर थ्रु चाहिँ इन्फर्मेसन पास हुन्छ मेमोरी होइन। त्यसपछि सर्ट टर्म मेमोरी। सर्ट टर्म मेमोरीमा चाहिँ के हुन्छ त, अकस्टिक 18 सेकेन्ड ड्युरेसन एन्ड 7 प्लस माइनस आइटम अफ द क्यापेसिटी। 18 सेकेन्डको लागि हामीले 7-8वटा चाहिँ आइटम हामीले क्याच गर्न सक्छौँ 2 सेकेन्डको लागि है। फेरि यो धेरै लामो हुँदैन नि। सर्ट टर्म मेमोरी भनेको वर्किङ मेमोरी हो, यो चाहिँ 2 सेकेन्डको लागि चाहिँ स्ट्यान्ड बाईबाट बसिरहेको हुन्छ। र यो 2 सेकेन्डमा चाहिँ हामीले 7देखि 8वटा 7 प्लस माइनस 2 भनेछ, जसको मेमोरी अलिकति सार्प छ उसले चाहिँ 9सम्म गर्न होइन। कसैको मेमोरी अलिक कम छ भने 7 गर्ला, 8 गर्ला, 5 गर्ला, प्लस माइनस जे पनि हुनसक्छ। लुसी जस्तो मेमोरी छ भने 100% नै हुनसक्छ। सो द्याट्स सर्ट टर्म मेमोरीमा यो कुरा हो। सर्ट टर्म मेमोरीमा यो पनि क्वेसन्स आउँछ गाइस, यसलाई मार्क गरौँ है होइन। कतिवटा आइटममा हामीले त्यो टाइम पिरियडमा 2 सेकेन्डमा चाहिँ हामीले कतिवटा आइटम चाहिँ हामीले जस्ट मेमोराइज गर्न सक्छौँ। त्यो क्यापेसिटी कति हो त है। सो 7 प्लस माइनस 2 कुनै बेलामा 5 हुनसक्छ, कुनै बेलामा 9 हुनसक्छ, डिपेन्ड्स अपन योर मेमोरी कतिको सार्प रहेछ। लङ टर्म मेमोरी अनलिमिटेड ड्युरेसन, क्यापेसिटी एन्ड कोडिङ एज अ सिनेमेटिक। ओके, सो लङ टर्ममा के हुन्छ त, यो धेरै लामो समयसम्म बसिरहेको हुन्छ। कतिपय कुरा हामीले स्कुलिङमा के कुरा गरेका छौँ होइन, त्यो कुराहरू अहिलेसम्म याद छ नि त। त्यो कुराहरू अहिलेसम्म मेमोराइज गरा छ नि त, हामीलाई थाहा छ नि त। त्यो कुराहरू चाहिँ लङ टर्म मेमोरीमा बसिरहेको हुन्छ। धेरै पहिलाको कुराहरू अहिले पनि हामीलाई मेमोराइज भएर बस्नु भनेको त्यो चाहिँ लङ टर्म स्टोरेजमा गएर बसेको छ। त्यो कुरा अहिलेसम्म हामीलाई थाहा छ है। सर्ट टर्म मेमोरी भनेको एकछिनको लागि हो। जस्तै हामी बाटोमा हिँडिरहेको हुन्छौँ, धेरै कुरा मेरो सराउन्डिङमा भइरहेको हुन्छ, तर कुन कुरा क्याच गर्ने कुन कुरा छोड्ने होइन। कुनै कुरा अलिकति इन्ट्रेस्टिङ छ, जस्तै इन्ट्रेस्टिङमा के हुन्छ, कसैलाई एक्सिडेन्ट भइदियो, बाटोमा कसैलाई चोटपटक लाग्यो होइन। त्यो कुराहरू चाहिँ एकछिनमा के हुन्छ त, त्यो फेरि सिप भएर लङ टर्ममा गइदिन्छ है। त्यो टाइममा चाहिँ एक्सिडेन्ट भएको थियो है त्यो बाटोमा चाहिँ। सो भनेको त्यो इनपुट चाहिँ हामी कुन वेमा स्टोर गरेर राख्छौँ होइन, त्यसमा चाहिँ फेरि फरक पर्छ। यो लङ टर्ममा बस्ने भयो कि यो सर्ट टर्ममा बस्ने भयो।
काम गर्ने अब मेन्टेनेन्स सेक्टरमा या मेन्टेनेन्स इन्भाइरोमेन्टमा सराउन्डिङमा धेरै कुराहरू भएर आउँछ, सबै कुरा हामी मेमोराइज गरेर काम छैन नि होइन। त्यही भएर चाहिँ वर्किङ मेमोरी बनाएको छ, कम्युनिकेसन कन्टिन्यू भइरहेको छ, के गर्नुपर्ने के नगर्नुपर्ने होइन, ट्याक 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 सबै कुरा मिलिरहेको हुन्छ ट्याक त्यहाँ होइन। सो दिस वर्किङ मेमोरी भनेको सर्ट टर्म मेमोरी हो, लङ टर्म भनेको डाटा चाहिँ स्टोर लामो समयसम्म भएर बसेर हुन्छ। अब सेन्सरी रजिस्टर भनेको यो हाम्रो सेन्सरहरू, हाम्रो अर्गन सेन्सरहरू, आँखा कान यो स्किन होइन, नोजको खासै टाइप्सहरू छैन, सर्ट टर्मको पनि टाइप छैन, तर यहाँबाट चाहिँ क्वेसन आउँछ। अर्को चाहिँ लङ टर्मको टाइप छ, यसलाई चाहिँ डिभाइड गरेको छ एक्सप्लिसिट मेमोरी र इम्प्लिसिट मेमोरी, कन्सियस र अनकन्सियस, कन्सियस मेमोरी र अनकन्सियस मेमोरीलाई पनि कस्तो खालेलाई कन्सियस मेमोरी भन्छ र कस्तो खालेलाई अनकन्सियस मेमोरी भन्छ। डेलेक्टिभ मेमोरी फ्याक्ट एन्ड इभेन्ट्स, यता प्रोसिजरल मेमोरी स्किल्स टास्क एन्ड हाउ टु राइड अ बाइक। अनकन्सियस मेमोरीमा पहिला चाहिँ कन्सियस मेमोरीको हेरौँ। कन्सियस मेमोरीमा के हुन्छ, फ्याक्ट्स र इभेन्ट्सहरू। फ्याक्ट भनेको फ्याक्ट के कुरा सत्य भनेको त्यो टाइममा त्यस्तो भएको थियो है होइन, त्यो फ्याक्टहरू हुन्छ नि, सर्टेन क्लिपहरू के, त्यो क्लिपहरू चाहिँ कन्सियस मेमोरीमा गएर बस्छ। फ्याक्ट्स एन्ड इभेन्ट्सहरू, कुनै सानो सानो इभेन्ट्सहरू, कहीँ हामी घुम्न गयो त्यो सानो इभेन्ट्स भयो, त्यो इभेन्ट्सहरू पनि केमा कन्सियस मेमोरीमा बसेर हुन्छ। अनकन्सियसमा चाहिँ स्किल टास्क हाउ टु राइड बाइक, जस्तै इक्जाम्पलको लागि बाइक एकचोटि हामी सिक्छौँ होइन, एकचोटि सिकिसकेपछि हामी लङ टर्मसम्म हामीले ड्राइभ गर्छौँ नि। जस्तै बाइक एकचोटि मजाले मैले चलाएको छु, 5-10 वर्ष नि चलाएँ, अब त्यो बिचमा 1 वर्ष मैले छोडिसकेपछि फेरि म बाइक चलाउँछु भने म मजाले चलाउन सक्छु, म बिर्सिँदैन नि। त्यो भने त कहाँ हुन्छ, इम्प्लिसिट मेमोरीमा गएर बसेको हुन्छ, लङ टर्ममा हुन्छ है। त्यो मसल्स मेमोरी अटोमेटिक फेरि त्यो एक्टिभेट चाहिँ हुन्छ, त्यसोलाई चाहिँ प्रोसिजरल मेमोरी भन्छ। ओके, सो यो कन्सियस मेमोरीलाई पनि चाहिँ के गरेर चाहिँ एपिसोडिक मेमोरी र सिमेटिक मेमोरीमा चाहिँ डिभाइड गरेको छ होइन। मैले अघि नै भने नि लङ टर्ममा चाहिँ कसरी कुन आधारमा चाहिँ बस्ने भयो त, हेर्न त सबै कुरा हामी सराउन्डिङमा चाहिँ हेरिरहेको हुन्छौँ नि, र त्यही हेरेको कुरा चाहिँ त्यही मेमोरी गरेको कुरा रेकर्ड गर्दाखेरि कुनै बेला चाहिँ सर्ट टर्ममा गएर बस्ने, कुनै लङ टर्ममा बस्ने। सो लङ टर्ममा बस्नको लागि त केही त आधार त हुनु पऱ्यो। त्यो आधार के हो त, आधार भनेको चाहिँ के हो त, एपिसोडिक मेमोरी र सिनेमेटिक मेमोरी। एपिसोडिक मेमोरीमा चाहिँ कुनै पनि कुरालाई तपाईँले मेमोराइज राम्रो तरिकाले गर्नु छ भने इभेन्ट्स एपिसोडिक बनाएर राख्नुहोस्। ओके, सो एपिसोडिक मेमोरीमा इभेन्ट्स एन्ड एक्सपिरियन्स कस्तो खाले हुन्छ, लाइफमा तपाईँ कहीँ बाहिर घुम्न जानुभएको छ, जस्तै इन्टरनेसनल ट्रिप गर्नुभएको छ भने त्यो त जहिलेसम्म पनि याद हुन्छ। इभेन कतिलाई डेट पनि एक्ज्याक्ट डेट थाहा हुन्छ, यो टाइममा डिपार्चर भएको थिएँ, यो टाइममा अराइभल भएको थिएँ, मैले त्यहाँ गइसकेपछि यो गरेँ, त्यो लङ टाइमसम्म थाहा हुन्छ। कसरी थाहा भयो त, त्यो माइन्डलाई नि त्यसरी नै कमान्ड गरे, त्यसले कसरी कमान्ड गर्यो, त्यो इभेन्टको रूपमा एक्सपिरियन्सको रूपमा उसले चाहिँ स्टोर गरेर राख्यो। हलिडेहरूका कुराहरू जति पनि आउँछ त्यो सबै चाहिँ एपिसोडिक मेमोरीमा। एपिसोड हुन्छ नि, जस्तै वेब सिरिजहरूमा के हुन्छ, एपिसोड 1, एपिसोड 2, एपिसोड 3 के गर्छ त, सिस्टमेटिक वेमा स्टोर गरेर राख्छ मेमोरीमा होइन। त्यसरी मेमोरीमा स्टोर गरेर राख्यो भने जति बेला हाम्रो माइन्डले र ब्रेनले कल गर्यो भने टक्क त्यहाँबाट टिपेर प्रेजेन्टेसन गरिदिने हो। त्यसरी त मेमोरीले काम गर्छ नि त, कम्प्युटरहरूको पनि त्यसरी, ब्रेनको मेमोरीले पनि त्यसरी नै काम गर्ने हो। सो मेमोरीलाई राम्रो बनाउनु छ भने के गर्नु पर्यो, आजदेखि हामीले एपिसोडिक र इभेन्ट्समा चाहिँ स्टोर गरेर राख्नु पर्यो। यो कुरा यतिकै आउँदैन, यो भनेको बिस्तारै प्र्याक्टिसमा जब हामीले यो कुराहरू ल्याउँछौँ भने यो कुराहरू आफै आउने हो। सो लङ टर्ममा केही कुरा बसाउनु छ भने कसरी जाने त, एपिसोडिक इभेन्ट्सहरूमा मेमोराइज गर्ने त्यसरी। अर्को चाहिँ सिनेमेटिक मेमोरीमा के हुन्छ, फ्याक्ट्स नलेज क्यापिटल सिटी। अब जस्तै चाइनाको क्यापिटल के हो त, बेजिङ। जापानको क्यापिटल के हो, टोकियो होइन। नेपालको क्यापिटल के हो, काठमाडौँ। यो त हामीले कहिले न कहिले पढाएको थियो, अहिलेसम्म थाहा छ के हो त, यो त फ्याक्ट हो नि, फ्याक्ट हो, यो नलेज हो होइन। त्यसरी हामीले सम्झेर त्यसरी यो तरिकाले हामीले कोहीलाई फ्याक्टको तरिकाले, नलेजको तरिकाले हामीले स्टोर गरेर राख्यो भने त्यो चाहिँ लङ टर्म मेमोरीमा जान्छ।
लङ टर्म मेमोरीमा बस्यो भने त्यो चाहिँ सधैँको लागि हुन्छ। सर्ट टर्म के हो त, क्षणिकको लागि हुन्छ, 2 सेकेन्डको लागि हुन्छ। ओके, यहाँबाट चाहिँ क्वेसन आउँछ यासामा, लङ टर्म इज अ वर्किङ मेमोरी, सरी, सर्ट टर्म मेमोरी इज अ वर्किङ मेमोरी, लङ टर्म भनेको लागि लङ टर्ममा धेरै कुराहरू स्टोर हुन्छ। यो स्टोरमा के हुन्छ त, एपिसोडिक मेमोरी, सिनेमेटिक मेमोरी, र जुन चाहिँ हामीले अहिले भर्खरै कुरा गऱ्यौँ अब मेमोरीलाई स्टोरको कसरी इम्प्रुभमेन्ट गर्ने। सो यो तरिकाले हामीले स्टोर गऱ्यो भने हामी लङ टर्म मेमोरीलाई अझै इम्प्रोभाइज गर्न सक्छौँ। ओके, सो यो कुरा आफैमाथि छ, हामीले कसरी इम्प्रुभमेन्ट गर्न सक्छौँ होइन। र इम्प्रुभमेन्टको कुरा पनि गरेर चाहिँ अघि नै फिजिकल इन्भाइरोमेन्ट, फिजिकल कुराहरू हामीले एक्सर्साइज प्रपर गऱ्यौँ होइन, मेन्टल डाइट्स रिहर्सल गर्नु पऱ्यो यो कुराहरूलाई, अनि यो आफै राम्रो हुँदै जान्छ, बिस्तारै बिस्तारै राम्रो हुँदै जाने हो। ओके,